भाउजू चाहिँ अलिकति आध्यात्मिक बाटोमा पनि हुनुहुन्छ नि उम्, होइन उहाँ त माता पनि भनेर हो त उहाँ काठमाडौँबाट हेरेर डेलर्सको कि अमेरिकाको त्यो दिदी बहिनीहरूलाई ठिक पार्छ कि त्यसले तर अगाडि अलिक बढाउनु पाउनु भएको छैन कि कस्तो मैले रोकिदिएको तपाईँले किन रोक्नु भएको मैले किन रोकेको दाइ एकपटक साह्रै बिरामी हुनुहुन्थ्यो अँ, अनि त्यतिखेर भाउजूले नै तपाईँलाई निको पार्नुभयो भन्ने सुनेको हो थिएँ त्यो हो चाहिँ हो कि होइन होइन यसो नि डाक्टरले पनि भन्छ के अँ औषधले छैन भने पूजापाठ गर्नु कसलाई बिगारेको छैन नानी मैले अँ अहिलेसम्म अँ सत्य कुरा मेरो जेठीबुढीलाई पनि बिगारेको छैन ऊ आफै खुसीले गएको हो उम्, अनि मलाई चाहिँ यस्तो साइको बनाइदियो कि उनीहरूले मैले 30औं वर्ष छोड्दा पनि त्यो पनि खायो मानिसहरू स्वयं कोही खराब हुँदैन कि नानी समय परिस्थितिले मान्छे खराब बनाइदिन्छ कि हो उम्, त्यसमध्ये म पनि पर्छु होइन उम्, चुरोट र यो रक्सी सक्सी बियर कहिले काहीँ नाइ भन्न सक्दैन कोही कोही एडको लगाएर खाइदिन्छ अलिकति उम्, घाँटी नै पोलेर जान्छ के खाने भनेको नि अब भन्छ उहिले कतिजना निको पारेको मलाई थाहा छ कि उम्, मेरो बुढी ध्यानमा बस्छ नि हक्के यस्तो यति आँखा चिम्लेपछि त्यो स्टोरी भनिन्छ अहिले त अहिले मुख छोड्नु पनि छोडिसकेँ कि तिम्रो त छोड्दै छोड्दैन मैले होइन दुई तिनजना भनौँ न उम्। हाम्रो कहाँ चेलीबेटीको अगाडि त्यसरी गर्नु मिल्यो लेडिजको त अगाडि त म छोड्दै छोड्दैन तिमी चुप्लाएर भित्रभित्र तैँले सपना देखेर के गर्ने भाइ तेरो सपना घन्टा मतलब हामीलाई यहाँ के हो तेरो राम्रो हुने हो कि नराम्रो के थाहा पहिला देखा न यार आक्रोशमा आउनुभयो त फेरि किन आउनेन त यो मुख छोड्नु त बालेनले सिकाएको हो मलाई म नामुद हरामी मुख छोड्ने मान्छे हो म फेरि प्लानै नगरिकन बाङ्का बाङ भट्काउनु बाहेक केही देखेन मैले त भनेको छु राक्षस बाँधको होला यो चाहिँ राजसभामा प्रायः जस्तो राक्षस के यो मानव होइन कि दानव प्रविधिको जस्तो भएको छ यहाँ मात्र होइन बालेन भाइ कुलेश्वरमा पनि छ तन्नै छ त्यो नेवारीहरूले त्यहाँ गरेको छ हाम्रो ज्यापु समाजहरूले नि त्यहाँ पनि हान्नु गाँजा भनेको शिव भगवान्को बुद्धि हो ठिक्क खाऊ केही हुँदैन त्यसले पेट दुखेको निको हुन्छ गाँजा खान जाने भने म त्यसै कहिले काहीँ तान्छु गाँजा मेरो घरमा पनि छ भाइ दाइलाई फेरि पनि मैले जायफल दिन चाहेँ र अस्तिको रिजल्ट कस्तो भयो त्यो पनि मलाई बताइदिनु होला यो त कसै उमेर ढल्किँदै गएपछि एकदम नभने चिज हो जवानीमा त जरुरी छैन है यो 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 एकदमै दामी छ यो है युज गरिरहनु भएको छ यस नेपाली प्रडक्ट म चाहिँ अलिक तदार गर्छु अलिकति ए किन अब धेरै स्टन्टहरू गऱ्यो नि ओहो। पाहाडबाट झऱ्यो के गर्यो खाइ नखाइ काम गर्यो अहिले बुढेसकालमा भन्नु हुँदैन नानी बाहिर देख्छ म तगडै देख्छु तगडै छु अब भित्रभित्र ज्वाइनहरू दुख्छ नि त युरिक एसिडले होइन मेरो चाहिँ युरिक एसिड चाहिँ छैन त धेरै त्यो पहिला फिल्ममा काम स्टन्टहरू गरेको भएर छ नि उफ्रेर माथिदेखि धेरै यताउता स्प्रिङ भयो फाइटिङहरू यो गरेर फाइटिङ स्केलमै गएर भएको थ्याङ्क यू भेरी मच ल फेरि प्रयोग गर्नु होला है यो फेरि फेरि कहाँ घरमा त चाङ बनाएर राख्नु एउटाले हुँदैन मलाई अब खाने यहीँ छ ठिक होइन छ म ओके तपाईँलाई खाँचो पऱ्यो भने भन्नु न म ओके उपलब्ध एनिवे गराइदिइहाल्छु नि यो चाहिँ 40 त भन्दैन 40सम्म ठिक छ 50देखि माथिकोलाई एकदम इम्पोर्टेन्ट छ सस्तो पनि छ नेपाली प्रडक्ट युज गरिदिनु होला अलिकति दाइले होइन त अहिले भर्खरै भन्नुभयो होइन जस्तो बाहिरबाट हेर्दा त अब राम्रै देख्छ होइन भित्रभित्र अलिकति केही भइराखेको हुन्छ भनेर भन्नुभयो ठ्याक्कै तपाईँ नडाँटी भन्नुहोस् उमेर चाहिँ अब कति पुग्यो तपाईँको 66 होइन 66 पुग्नु हो 66 8 दिन भयो आठ अजोबा यस दुनियाँमा 8 दिन भयो 66 को 8 भन्यो है 66 वर्ष पुगेर 8 दिन पनि गयो ओहो 16मा भन्दा आज 16 होइन 8मा जन्मदिन भयो वैशाखको 8 गते सो 8 दिन भयो नि त कस्तो दाइ यो उमेरमा होइन एनर्जी चाहिँ कति छ तपाईँको बाहिरबाट हेर्दा चाहिँ देखिन्छ मजाले एउटा के अनुरोध गर्छु भने एज इज नम्बर के उमेर भनेको एउटा नम्बर हो आफैमा खुसी हुनु पर्यो कि निरोगी कसरी बन्ने त नानी खानपान पहिला एकदम दाबेर खाएको हुन्छ हामीले हाम्रो 18 19 20 22सम्म भनौँ 24सम्म पनि दाबेर खान्छ 25देखि कन्ट्रोल हुँदै जान्छ 50 पुग्दाखेरि आधा खाइसके हुन्छ अहिले त चौथै खान्छु म तर इनर्जी लागि चाहिँ पानी धेरै खान्छु ग्लुकोज पानी खान्छु सक्ने के मैले जे खान्छ नि सर्वसाधारणले खान्छ भने खान्छु कि म चाहिँ टोनिकहरू भनौँ न ग्लुकोज पानी कहिले रिगन लाग्छ अहिले होइन प्रेसर भयो भन्छ यो सबै खानपान सरी यो सबै खानपानमै हो कि हो खानपान जीवनशैली होइन यस खानपान म त नर्मल नानी मलाई दाल भात साग र अचार छ नि अझ अचार पनि त्यो मुला चाहिँ यसो ठोकेर गर्छ नि क्या मिठो लाग्छ त्यति भयो भने मलाई
अब म मासु व्यापारी हो, मासु खानै इन्ट्रेस्ट छैन, अब त मलाई झोल भए पुग्छ अहिले चाहिँ त्यस्तो हुँदो रहेछ कि नानी। एजले पनि एउटा हो, उम्, तर अब चाहिँ म चाहिँ सबैसँग मिल्छु नि त नानी। उम्, हामी 3 करोड त नेपाली परिवार हो नि त, उम्, उम्, होइन? सानो हो भेट्छ भाइ भन्छु, ठुलो भेट्छ दाइ भन्छु, अलि उमेरको भएपछि आमा भन्छु, काका भन्छु, होइन काकी भन्छु। म त यसरी दिनचर्या बाजे भन्छु म। उम्। दाइ जस्तो बिहान स्टार्टमा तपाईँको कसरी सुरु हुन्छ लाइफ स्टाइल अफ डेली लाइफ चाहिँ? बिहान उठ्नु कति बजी उठ्नुहुन्छ? के खाने त्यस पछाडि? खानामा के म हुन्छ? बिहान भन्यो भने म छिटो सुत्छु नानी। उम्, एक दिन हामी भिजिट गरेर थाहा हुन्छ म कति सुत्छु भनेर थाहा हुन्छ। म 12 बजे उठ्यो भने म सामाजिक सञ्जाल हेर्छु, उम्, अनि प्रायः चाहिँ म बोलिरहेको हुन्छु कि। मैले बोल्यो भनेको अलिक कडा छ, अहिले त मुख छोड्नु पनि छोडिसकेँ कि। तिम्रोमा त छोड्दै छोड्दैन मैले, होइन? 2-3 जना भनौँ न उम्। हाम्रो कहाँ चेलीबेटीको अगाडि त्यसरी गर्नु मिल्छ? लेडिजको अगाडि त म छोड्दै छोड्दैन नानी। खासमा किन मिडियामा त्यसरी बोल्नु पनि नहुने हो दाइले हुन चाहिँ। होइन होइन यस्तो छ, कुनै कुनै कुरा चाहिँ नि आमाले गाली दिन्छ नि त, अँ, होइन? बाउले गाली दिन्छ नि, अँ, नसुनेर गाली दिने हो कि, उम्, प्रेसर दिएको हो त्यो चाहिँ क्या। मैले त्यो प्रेसरमा भनेको हो है। उम्, मैले गाली दिएपछि खुब हेर्दो रहेछ, उम्, एकदम मन पराउनु रहेछ कि। मलाई गाली गलाउँदै बनाउनु लाग्यो, नबनाइदिनु, क्षमा गरिदिनु। म राम्रै बोल्न थालेछु आजकल चाहिँ। म अहिले बौद्धिक कुरा गर्छु धेरै छु नानी, उम्। युद्धले सही होइन, सही सही। दिमागले काम गर्ने, शान्तिले गर्ने भने हिँडेको छु कि नानी म उम्। अहिले। हामी डेली लाइफको कुरा गर्दैछौँ दाइको। जस्तै मैले चाहिँ किन अँ सोध्न अँ चाहेको भने अँ अँ तपाईँ जुन तरिकाले अहिले बाँचिरहनु भएको छ, यदि यङ देखिनुहुन्छ, हेल्दी पनि हुनुहुन्छ, होइन? 66+ भइसक्नु भयो। अनि यसको राज चाहिँ के रहेछ? अब हामी सब त सबैले माइन्ड जान्नु सेटअप पर्यो हो, नि। माइन्ड। उम्, म भन्छु उमेर गइसकेपछि घरमा नाति हेर्ने हो भने कि आउटसाइडमा आउनै पर्छ त्यो मान्छे। उम्, एक्टिभ हुनु सक्यो भने चाहिँ उम्, एकदम निरोगी पनि फुर्ती पनि हुन्छ, अनि अलिअलि पैसा कमाउने कि उम्, बुद्धिले कमाउने ठाउँमा, होइन? फटाइ नगरिकन राम्रो कुरो बोलेर कमाउने ठाउँमा भने अलिअलि पैसा आएपछि पैसा पनि पावर हो कि हो नानी। हो पावर हो। पैसा खल्लीमा भएन भने रित्तो हुन्छ, रित्तो हुँदाखेरि दिमाग पनि रित्तो हुन्छ कि। पैसा भएपछि दिमाग पनि पलाउँछ कि। तर गलत काममा नजानु, सही सही भन्नु, सबैलाई नढाँट्नु, अर्का घर नबिगार्नु भन्छ कि नानी। मेरो लाइफमा मैले बिगारेको छैन, मेरो आमाबाउले पनि बिगारेको छैन है। उम्, त्यसैको ब्लड हो म, होइन? हेटौँडामा हामीले इस्टाब्लिस गरिदियो मेरो आमाबाउले। उनीहरूले जति मैले सक्दैन, उनीहरू समाजै हाम्रो खड्की समाजै इस्टाब्लिस गरिदियो। उम्, म चाहिँ जति सक्छ म भन्दै जाने कि म बुद्धको उपदेशमा हिँड्ने। बुद्ध भगवान्लाई कति गाली दिन्छ, उसले माग जसले बुझ्छ, जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पा बिँड भन्ने चाहिँ बुद्ध भगवान्को उपदेश पढ्यो भने मान्छे चेन्जिङ हुन्छ नानी। हो। तिमीले डेली मेरो घरमा डेली त लाइफ, बुद्धको त्यो त कुरा गर्छु। डेली लाइफ पहिले भन्नु न, कुरा कता कता गएकै छु। म त 12 बजे उठ्छु। रातको 12? किन सरी है, किन रातको यसो 12? निन्द्रा अनि लाग्दैन दाइ? अनि उठ्नु बित्तिकै सामाजिक छ, म जसले कराएपछि तिम्रो भाउजू भाग्छ है, उम्, कहिले डराएर भाग्छ, म ठुल्ठुलो गाली दिएर हुन्छ, कुनै कुनै नबुझ्ने गाली दिएर पनि गर्नुपर्ने हुन्छ। होइन भने म 11-12 अनि तिम्रो भाउजू चिया बनाउनु जान्छ, थाहा भइसक्यो होला यो चाहिँ पागल भइसक्यो यो। अनि रातको 11-12 बजे उठ्ने? मेरो कति बजे पोडकास्ट हेऱ्यो सुतेर भने तिमीले त्यतिखेर छ नि, उठ्ने? यो चाहिँ मलाई बालेनले सिकाएको है, अहिलेको पिएम बालेन भाइले। अँ। छिटो सुत्नु, अनि 12 बजे उसले स्ट्याटस लेख्छ नि, म त भाइ 11 बजे पनि लेखिदिन्छु म त। अनि 12, 1, 2 फेरि एकछिन 1 घन्टा सुत्छु, अँ। यो कुकुर निन्द्रा भन्छ कि, ए। होइन? अनि फेरि उठेपछि फेरि म त हेऱ्यो मलाई पोजिटिभ म्यासेज दिन्छु कि, अँ, यो अँ। नगर, दम्ब नहुनु। उम्, 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 2 दिनमा गरेको झेन्जी आन्दोलनबाट यहाँ पुगेछ भने 1 दिनमा फेरि हुनसक्छ। उम्, सचेत हुनु, राम्रो गर्नु, 3 करोडलाई हेर्नु, स्वास्थ्य शिक्षा रोजगार हेर्नु, उम्, 2 साग खुवाएको हेर्नु। अहिले बङ्क भड्काइरहेछ नानी, उम्, होइन? त्यसले गर्दाखेरि प्रेसरै छ। उम्, मलाई अर्को प्रेसर होइन कि, यो त हामी 30 वर्ष अगाडि नै हामी यो सुकुमासी बस्तीमा सुटिङ गरेर थाहा थियो कि यो व्यापारीहरूले चाहिँ उनीहरूलाई पैसा दिएर राख्छ। बिचरा पनि काठमाडौँ छिर्या हुन्छ, खाना हुँदैन, साउले तलब दिन्छ, अलिक घर उसले हेर्छ। साउको इएम चाहिँ जग्गा खाने हुन्छ, उनीहरूको भोको पेट हेर्छ कि। बालन यो भोको पेटले मान्छे चाहिँ टर्न हुन्छ कि। उम्। सुकुम्बासी बस्तीमा गइहाल्नु भयो, त्यही कुरा उठाए त भरे जोडौँला यो प्रसङ्ग अगाडिको ओके, क्वेसनको, होइन? अब मेरो लाइफ चाहिँ यसै बित्छ। बिहान भइसकेपछि अनि मैले एक्सर्साइज गर्नु छोडेको त 7 वर्षदेखि भयो, 7 तर वर्ष। मैले चाहिँ मेरो गुरु व्यायाम गुरुबाट, जग गुरुबाट सिकेको, मेरो टाइची गुरु चाइनिजबाट सिकेको उम्। है, सानसिन गर्ने कि। ए अहिले अहिले एक्सर्साइज चाहिँ गर्नुहुन्न त होइन, भाइ? म ब्रिथिङ नै पुग्छ मलाई। म बिहान ब्रिदिङ। यो 30-40 चोटि गर्छु कि म ए डेली? डेली। बाथरुममा छ नि, अँ। ब्रस सस गरेर चाहिँ यसो गरेर गर्छु, त्यसपछि सास पुरा तान्छु। यही नै छोड्नुपर्छ कि, हामीले सिकाएको छ कि। साउन्डिङ पनि हो यहाँबाट कराउनुपर्छ कि, ऊ यहाँबाट कराउनु होइन कि, यहाँबाट कराउँछ हाम्रो के हो भने कराउँछ। सानसिन पनि गर, सास तान्यो, सकभर रोक्यो, झन् सक्छ। त्यसपछि
अनि हाँस सबै डर गरी त्यही हो मेरो एक्सर्साइज ए होइन। त्यसले के गर्छ भन्दाखेरि फोक्सोलाई कन्ट्रोल गर्छ कि फोक्सो कन्ट्रोल भएपछि अनि सासले गर्दा मुटुलाई कन्ट्रोल हुन्छ नानी। मुटुले राम्रो ब्लड सर्कुलेट गरेपछि हरेक ठाउँमा पुग्छ। त्यही पनि रोग त रोगी हुन्छ नि, भित्र के थाहा छ भने। अनि खानपिन चाहिँ विशेष के खानुहुन्छ? अलि मासुहरू बढी खाने कि दाल भात तरकारी? म मासु त धेरै खाने होइन, म त कस्तो भन्दाखेरि जे भेटायो त्यही खाइदिन्छु नानी। हिजो आइरहेको थियो मकै खाइदिएँ होइन, चिया खाइदिएँ, पानी टन्न खाइदिएँ, हिँड्थेँ। अहिले जस्तो तपाईँको शरीर पनि फिट छ नि त, त्यस्तो धेरै चाहिँ तपाईँको वेट पनि छैन होइन। मैले चाहिँ यो अक्षय कुमारले पनि भनेको थियो कि उसले पनि फलो गर्छ त्यो कुरा, मैले पनि फलो गरेँ कि। उसले पहिल्यै फलो गर्ने ऊ घाम अस्ताएपछि खाना खाँदैन कि अक्षय कुमारले। मैले 1.5 वर्ष भयो बेलुका खानु छोडेको, 1.5 वर्ष भयो। तर मलाई एकदमै भोक लाग्यो, 3 बजे उठेर भात खाइदिन्छु म त। शरीरले माया हो नि त। सकभर भोकै बस्ने, बेलुका खाना चाहिँ साँझ परेपछि नखाने कि। जब सूर्य अस्त हुन्छ नि त्यो बेलासम्म जति खाने खाने, त्यसपछि नखाने भने म 1.5 वर्ष भयो। म अरूलाई म दिँदैन, मलाई चाहिँ राम्रो भइरहेको छ। मेरो स्टमक घट्यो। त्यो 14 घन्टे 16 घन्टे इन्टरमिडिएन्ट हुन्छ, त्यो रुल्स नै फलो गर्नु हुँदो रहेछ यहाँ पनि। म बिहान एउटा सानसिन मेरो मार्सल आर्ट हामी क्योक्सिनबाट भइहाल्यो त्यो गर्छु म। अनि अर्को सामाजिक सञ्जाल त अहिले मेरो छ्यापछ्याप्टी छ, आफैले पनि राखेको छु होइन। मेरो आफ्नो वेबसाइट बनाएको छु, टिकटकमा र फेसबुकमा म अपलोड गर्छु। राम्रो पनि म रिपोर्ट हानिदिन्छु कि, कहिले फेसबुकमा हालिदिन्छु, ताकि अहिले आएको युवाहरू जुन पढे लेखेको छ, युवा त नभनौँ, आधे युवा आधे चाहिँ वैश्य भनौँ न, 20 वाला भनौँ न, यो 40-50 को त आएको छ अहिले, 30 देखि 40-50 को आएको छ। दाइ अब बिरामी चाहिँ कति बन्नुहुन्छ तपाईँ? अहिलेको समयमा बिरामी कति हुन्छ तपाईँ? म बिरामी हुँदैन नानी, हुँदैन है। मलाई बिरामी भनेको मेरो चाहिँ 80 फिटबाट झर्दाखेरि पुच्छरको हड्डी भाँचेको थियो कि, खुट्टा भाँचेको त स्टिल अहिलेसम्म छ, नाकको डाँडे भाँचेको छ, सास फेर्न अलिकति गाह्रो छ जाडो महिनामा। अनि यो गएको छ, पछाडि पोल्छ नानी मलाई, अहिले पनि हल्का पोलिरहेको छ है। तर मैले त्यसलाई चाहिँ आफ्नो प्राकृतिक शैलीबाट गरिरहेको छु कि। डाक्टरलाई देखाएको नसाको भन्छ कि हो बिचराहरूलाई, अब उसले जे जाने त्यही कुरा गर्दा हो नि होइन। मैले भने नि मेरो यो खुट्टा चुकुल जस्तो, किन हामीले किक धेरै हान्छ नि त हामी मार्सल आर्ट। त्यो जगराज पाण्डे हाम्रो चाहिँ बोनको डाक्टरले तपाईँको चुकुल जस्तो चाहिँ के हो भनेको थियो, लिगामेन्टहरू सबै गइसक्यो भनेको थियो कि। मैले आफै ठिक पारेको छु। तपाईँ फाइट डिरेक्टर हो नि त, धेरै होइन। हाम्रो जान्छ हाम्रो पाता खुस्किने, हात खुस्किने, घुँडा खुस्किने, एङ्गलहरू खुस्किने होइन, घाँटीको यो जाने, यो त भइरहेको छ हाम्रो। त्यो त मैले 30औं वर्ष, कोही मरेन कि, घाइते चाहिँ भयो, ताका लाग्यो, यो छ, कोही मरेन कि, पशुपतिनाथले बचाइदियो। अनि नेपाली दर्शकको मायाले पनि बचाइदियो कि। हजुर, भाउजूलाई कस्तो छ अहिले? अहिले त फ्रेस छ, किन भनौँ न, ऊ सरप्राइज भइरहेको छ अहिले थाहा छ। मलाई एकपल्ट के भनेको थियो भने, आजभन्दा 2 महिना जति अगाडि, बुढो मेरो लाइफ चाहिँ सिधै हो, पहिला तिमीलाई स्याहार्नुतिर लाएँ, त्यसपछि बच्चा स्याहार्नुतिर लाएँ, अब त सुख हुन्छ भनेको नाति स्याहार्दा मेरो जिन्दगी नै छैन हो क्या भनेको। अहिले मैले 1 महिना त 2 महिना भयो घुमाइछु उसलाई। मैले एकदम याद छ नि, किन भन्दाखेरि एउटा राम्रो पहिला यहाँनिर तपाईँहरू दुईजनाको पडकास्ट गर्दाखेरि भाउजूको धेरै गुनासोहरू पनि थियो होइन। त्यो मैले भनेको थिएँ तपाईँलाई होइन, के अरे भाउजूलाई फ्रेसको लागि लानुहोस् घुमाउनु पनि भनेको थिएँ हो। धन्यवाद नानी, मैले पनि फिल गरेँ कि, किनभने उसको होल लाइफ त दियो नि होइन। राम्रो आफ्नो धनीको छोरी, यसो पुलपुलाको छोरी, माया गरेको छोरीलाई मैले हामीले धेरै हन्डर खाएँ। म पनि हन्डर खानुपर्ने होइन, ऊ पनि होइन। तर हामीले चाहिँ भने नि चिया बेचेर मैले ग्लास माझेको छु नानी, ट्याक्सी चलाएको छु होइन, भोकै हिँडेछु, स्ट्रगल धेरै थियो लाइफमा त्यति। मैले चाहिँ म ब्याक टु हेटौँडा त नजिक छ नि, गयो भए त मेरो त 10-12 जना काम गर्ने एभ्री डे छ नि त्यहाँ होइन। हलिरहेको छु त्यहाँ, परिवारै छ हाम्रो खेतमा, खाना प्रब्लम होइन कि। एउटा छोरा मान्छे भएपछि स्ट्रगल गर्दाखेरि थाहा हुने चाहिँ पैसाको भ्यालु। नानी यहाँ आएछ नि होइन, आम्बोले चाहिँ 16, 17, 18 वर्षसम्म 20 वर्षसम्म कस्तो हामीले पालेको रहेछ कि होइन। अनि पैसाको भ्यालु थाहा हुने रहेछ कि, मलाई थाहा छ नानी। तर म चाहिँ लोभी होइन, मेरो आम्बोले छोडेर गयो त्यत्रो करोड, मैले पनि छोडेर जाने हो, मेरो छोराले पनि छोड्छ, नातिले पनि छोड्छ। यो एउटा चाहिँ चलन हो कि। खालि पैसा के को लागि सञ्चय गर्नुपर्छ भने यो देशमा छैन कि त्यो कानुन। विदेशमा चाहिँ गभर्मेन्टले हेर्छ कि रोग लाग्यो भने
होइन यहाँ चाहिँ छैन क्या यहाँ फेसिलिटीहरू चाहिँ हामी छैन। आफ्नो पैसा लगाउनु पर्छ यो एउटा चाहिँ यो मैले बालन भाइलाई पनि भन्छु अहिले पिएम बालन भाइ पिएम चाहिँ थपिदिएको छु कि यो 5 वर्ष त हो कति ट्याक्सी थियो बाँकी छ अब एउटा पदको रेस्पेक्ट दिएको मात्र हो भाइ भने त म प्रचण्डलाई दाइ भन्थ्यो शेरबहादुरलाई दाइ भन्यो उसलाई भाइ भन्यो कान्छालाई भाइ भन्छ नि त होइन एउटा रेस्पेक्ट हो त्यो पनि दाइ जस्तो जस्तो भाउजू चाहिँ अलिकति आध्यात्मिक बाटोमा पनि हुनुहुन्छ नि होइन उहाँ त माता पनि भनेर हो त। उहाँ चिनिन्छ धेरैलाई उहाँले चाहिँ के भन्छ झारफुक के भन्छ अब होला? होइन द्यमा नै भन्छ हजुर द्यमा भन्छ कि द्यमा नेवारीमा चाहिँ देउमा अँ। ए देउमा गर्नुहुन्छ त्यो त होइन त्यो त खतरा छ यार यहाँबाट मैले भन्यो भने मान्छे हाँस्छ हजुर काठमाडौँबाट हेरेर डेलर्सको कि अमेरिकाको त्यो दिदी बहिनीहरूलाई ठिक पार्छ कि त्यसले मोबाइलबाट हेरेर नै होइन मोबाइलबाट हेरेर सुनेर यस्तो ठिक पार्छ त्यसले चाहिँ उसले जहिले पनि पोजिटिभ म्यासेज दिन्छ कि अनि मैले नगर पैसा लिने होइन नि त तिमी गएछ म गएको अस्ति पोजिटिभ अब उसले बोल्ने होइन नि त्यो उसको शक्तिले बोल्ने हो कि जयप्रकाश झाँक्री चाहिँ छ नि त्यो कम शक्ति होला तर त्योसँग भएको झाँक्रीहरू चाहिँ पावरफुल हो कि धामी झाँक्रीहरू पावरफुल हो पावरफुल हुन्छ नि होइन उनीहरूसँग एउटा दैव शक्ति उनीहरूले ज्ञान गरे कसले आउँछ कसले तपस्या गर्छ मेरो बुढीलाई चाहिँ आएको हो आएकै हो है त्यो किन भन्दाखेरि यो कालीमाटीसम्म आएको थिएन कि कालीमाटीबाट सुरु भयो कालीमाटीको लास्टलाई छोड्ने बेलामा सुरु भएको थियो त्यहाँ कन्टिन्यू अनि मैले रोकिदिएँ धेरैलाई ठिक पारेछ त्यसले त धेरैलाई यो चाहिँ मैले मेरो घरमै मेरो नाना दाइ भन्ने झाँक्री थियो कि त्यसले म बस्यो 20-22 वर्ष हाम्रो घरमा त्यो धेरैलाई ठिक पारेछ कि त्यसले पैसा लिने नि त्यसले पनि मैले चाहिँ सुनेको दाइ एकपटक साह्रै बिरामी हुनुहुन्थ्यो अनि त्यतिखेर भाउजूले नै तपाईँलाई निको पार्नु भयो भन्ने सुनेको थिएँ त्यो चाहिँ हो कि होइन होइन यसो नि डाक्टरले पनि भन्छ कि औषधले छैन भने पूजापाठ गर्नु कहाँ कहाँ जानु देवी देवता तपाईँहरूको भाकल गर्ने के छ त्यो गरिदिनु भन्छ कि अहिले पनि मेरो यो रियल कुरा हो है मेरो नाति एकदम बिरामी भयो रुन्चे भयो भने हाम्रो यहाँ छ आनन्द भैरव त्यहाँ गएर आनन्द भएर छुने बित्तिकै चेन्ज भइसकेको हुन्छ अनि त्यहाँबाट बुद्धि बाँध्नु दिन्छ त्यहाँ बुद्धि 150 कति लिन्छ त्यो लगाएपछि बच्चा ठिक हुन्छ कि त्यो चाहिँ मेरो हाम्रो हेटौँडामा चाहिँ दरबार बाले थियो कि त्यो बेला त डाक्टर साक्टर थिएन कि म सानो हुँदा आमाले बोकेर लान्थ्यो तिमी जति छ कि तिमीले मेरो आमा सम्झिन्छ कि हाइट पनि यही सेम हो तर एकदम खतरनाक मलाई बोकेर लगेर 3 किलोमिटर लगेर त्यो दरबार बाजेका फुकेर जन्तर लगाएपछि हामी फेरि थियौँ कि यो चाहिँ शक्ति छ है नानी त्यो छ मैले भाउजूको कुरा गरेको त्यो घटना चाहिँ के थियो दाइ तपाईँको मुखबाट सुन्नु मन लाग्यो कि तपाईँलाई के भएको थियो तपाईँ कति समय बिरामी हुनुभयो भाउजूले होइन म त यस्तो के त्यस्तो बिरामी होइन कि साइको भयो कि मैले जसलाई चाहिँ कसलाई बिगारेको छैन नानी मैले अहिलेसम्म सत्य कुरा मेरो जेठीपुरलाई पनि बिगारेको छैन ऊ आफै खुसीले गएको अनि मलाई चाहिँ यस्तो साइको बनाइदियो कि उनीहरूले मैले 30औं वर्ष छोड्दा पनि त्यो पनि खायो केही भनेन त्यो मेरो रङ थियो कि मेरो आफ्नो सम्पत्तिको मेरो लागि म आफै फाइट गर्नु पर्यो मेरो आमाले भनेको थियो मलाई आमा बित्नु 2 वर्ष अगाडि बाबु तँलाई मैले रुवाएको छस् त म हुँदाखेरि नै अंशबन्दी गर भनेको थियो कि मैले मेरो आमाको 100 वर्ष आयु होस् मलाई चाहिने मैले दुखेर एक तल घर बनाएको थिएँ कि त्यो बेला कालमाटीमा मेरो भाइसँग नबोलिकन बितेको मेरो आमा त अझ खेतमा होइन बुवा त 103 वर्ष बाँचेर जानुभयो उहाँ पनि एक दिन त जानु छ नानी वान वे टिकट हो हाम्रो मलाई के भन्छ भने मानिसहरू स्वयं कोही खराब हुँदैन कि नानी समय परिस्थितिले मान्छे खराब बनाइदिन्छ कि हो त्यसमध्ये म पनि पर्छु होइन म रियलाइज गर्दा आफूले गल्ती गरेको रियलाइज गर्नु ठुलो कुरो हो कि नानी म त अहिले चाहिँ साँच्चै कुरा गरेको नानी म जबदेखि त्यो हाम्रो डाक्टर गौली साहब के बिजेपीको चाहिँ हाम्रो महामहिम मोदी साहबको चाहिँ राइट ह्यान्ड उसको फोन चल्ने उसको अन्डरमा यहाँ गरेकै रको मान्छे थियो कि उहाँसँग 1 घन्टा हयातमा बस्दाखेरि म त्यहाँबाट डर भयो क्या नानी आई लभ माई कन्ट्री कि मेरो कन्ट्रीलाई चाहिँ उपनिवेश अर्काको अधीन नबनाउने भन्ने सोच बनाएर मलाई रविले बोलाए पनि नगएको राजाले बोलाए पनि नगएको प्रचण्डले फेरि बोलाइरहेछ नगएको म बरु मलाई तिमीहरूले प्लेटफर्म दिएको छ नानी थ्याङ्क यू भेरी मच सबैलाई थ्याङ्क यू भन्छु त्यो प्लेटफर्मबाट मैले बोलिरहेको छु कि
है पहिला पहिला अखबार पढ्थ्यो हामीले, युवा मञ्च पढ्थ्यो भने अहिले यो प्लेटफर्म पाएछ, तिमीहरूलाई मुरी धन्यवाद। र यो दाइलाई पनि जुन यो धन्यवाद। सिस्टम बनाइदिएको हो हजुर। त्यो एउटा चाहिँ दैवले पठाएको मान्छे हो कि अँ, सिस्टम बनाउनु पनि, अँ, तिनीहरूलाई पनि मुरी धन्यवाद। त्यो जसले त्यो चाहिँ विभिन्न टिकटक, फेसबुक, अहिले चाहिँ भनौँ न धेरै छ, इन्स्टाग्राम बनाएको छ, अहिले विचार समय छ, सम्पूर्णलाई धन्यवाद। त्यतिखेरको चाहिँ प्रब्लम्सहरूले चाहिँ तपाईँलाई डिप्रेसन बनाएको थियो। अहिले पनि 14 करोडको छ, अँ, मेरो सिग्नेचर बिना खाइदिएको। तिमीले बोलेको थियो मैले नानी त्यो कुरा। अहिले चाहिँ मेरो राम्रो भयो। यो राम्रो भएको लगभग 7 महिना जति भयो नानी। समय आउँदो रहेछ कि दुःखमा चाहिँ नअतालिनु भन्छ कि, सुखमा नमातिनु भन्ने कुरा सही रहेछ कि नानी। म त मातेन नानी। म चाहिँ जहिले पनि के भने हुन्छु भने अहिले मेरो लाइफ हो कि, मैले समुदाय भेटिरहेछ, अरू साथीहरू भेटिरहेछ, राति सुत्दाखेरि भोलि उठ्ने ग्यारेन्टी छैन। मेरो साथी त अस्ति मऱ्यो, सुत्या मऱ्यो, 3 जना मरिसक्यो। अशोक रोका मऱ्यो, सुनिल थापा मऱ्यो, रामलाल मऱ्यो, सुतेर मरेको, सुत्न गएको मान्छे भोलि बिहान मरिसकेको थियो। होइन त्यो मैले जहिले के भन्छ, हामी 6-7 घन्टा मर्छौँ क्या नानी। त्यो बेला अचेत निन्द्रामा हुन्छ होइन। अब चेत आयो भने लाइफ भयो, चेत आएन भने अचेत सिद्धि त होइन। कतिसम्म भयो दाइ तपाईँलाई त्यो 1.5 वर्ष 1.5 वर्ष? म खपेको नानी। जस्तो के हुन्थ्यो दाइ त्यतिखेर? के सोचहरू आउँथ्यो? तपाईँ के गर्नुहुन्थ्यो? होइन एउटै आउने कि मैले कसको के बिगारेको छ र मलाई यसो गरेको भनेर कि म त्यसमै रुम लिन्थेँ कि। अनि मैले के गर्थेँ, म बुद्ध भगवान्लाई सम्झिन्थेँ कि होइन। बुद्ध भगवान्ले के भन्छ, सौ भन्छ कि, अहिले सौ आज तिम्रो कुरा बुझ्दैन, भोलि बुझ्छ, सहिदेऊ रिस अरूलाई खुवाऊ, बुद्धि आफै खाऊ भन्छ कि बुद्ध भगवान्को बाजे होइन। कर्म गर, फलको आश नगर, कृष्ण भगवान्ले भन्छ कि। म गीता पढ्छु, म कुरान पढ्छु, म बाइबल पढ्छु होइन, म गुरु नानकको पढ्छु हो, धेरै के टिबिटियनहरूको पढ्छु। त्यसमा के देख्छु मैले भन्दाखेरि चाहिँ सबैको एउटै आस्था केन्द्र रहेछ कि निरोगी रहन्, मेरो काम पुरा गरिदिनु, मेरो बालबच्चा सबै सुखी हुन्, मलाई पैसा कमाउने बाटोमा अवरोध आएको छ त्यसलाई हटाइदियो, यही माग्दैन रहेछ कि। लामा आइ पनि माग्दैन रहेछ कि, मेरो आयु 100 वर्ष भनेर माग्दैन रहेछ कि। यो सबैको एउटै पोइन्ट रहेछ कि। त्यो के हो भन्दाखेरि मन शान्ति गर्ने हो कि। मन शान्ति गर्ने भगवान्ले त दिने होइन नि, एउटा इनर पावर चाहिँ दिनु रहेछ, काम चाहिँ आफैले गर्नुपर्ने रहेछ। अनि मैले त्यसरी बुझ्छु, म अरूले कसरी बुझ्छ मलाई थाहा छैन। जस्तो तपाईँ त्यतिखेर अस्पतालहरू जानुहुन्थ्यो कि अब यसरी डक्टरले त मलाई यो साइको हुँदाखेरि 100 mg को खाएको थिएँ मैले। 5 mg बाट सुरु हुने रहेछ, म 100 mg सम्म खान्थेँ कि। म त्यो बेला के हुन्थ्यो, त्यो 8 घन्टा लाग्छ कि, नखानु हजुरहरूले। मैले सङ्घर्ष गरेँ, मलाई 1.5 वर्ष जति त हात अहिले पनि बेला बेलामा सिल्लो हुन्छ कि। त्यो मैले लगभग चाहिँ 1-1.5 वर्ष खाएको नि त त्यो औषधि, त्यो साइड इफेक्ट चाहिँ छ नानी। त्यसले के गर्दो रहेछ भने 8 घन्टा चाहिँ केही याद हुँदैन कि, अनि 8 घन्टा भयो फेरि तर्कना आउने रहेछ कि, अनि फेरि खाइदियो नि फेरि तर्कना हराउने कि। अब एरिकै बनाइन्छ। मलाई चाहिँ मेरो भिनाजु कि कान्छी दिदीको भिनाजुलाई त्यो हेराउन जान औषधि सकेर लिनु पठाएको, भक्कु गालिदियो कि। त्यो चौधरी भन्ने डाक्टर चाहिँ हाम्रो आफ्नो मेरो आमा बाउलाई चाहिँ 95 वर्ष 100 वर्ष बचाउने, 103 वर्ष बचाउने त्यो डाक्टर पनि ठुलो हान्छ कि। थ्याङ्क यू है चौधरीजी। अरे त्यसमा पुग्दाखेरि यो त ब्रेनको अपरेसन गरेर खाने हो, यो मान्छेलाई लट्ट बनाउने हो यो होइन। यो एउटा ट्याबेहरूले खाने चिज हो यो होइन, त्यो साइको औषधिहरू चाहिँ। अनि भने मलाई गाली दिएपछि मलाई त्यो दिन म कहिले खान्छु, अलिअलि रक्सी खान्छु, 15 ml जति खान्छु, त्यतिमै लाग्छ केही खाने भन्छु म। कहिले काहीँ त्यो रेगुलर होइन, म त खानै बानी छैन त्यस्तो। खैनी चाहिँ रेगुलरै हो मेरो होइन। चुरोट र यो रक्सी सक्सी बियर कहिले काहीँ नाइ भन्न सक्दैन, कोही एडको लागि खाइदिन्छु, अलिकति घाँटी नै पोलेर जान्छ, के खाने भनेको नि। ठेक्न सक्ने खाऊ भन्छु कि, मन ठेक्न नसक्ने नखाऊ भनिदिन्छु कि। त्यहाँबाट म सर्भाइभ भयो कि। मैले औषधि छोडिदिनु भयो। यो हात त यस्तो सिलिल्लो हुने र सिल्लो हुने, अब त्यो 1.5 वर्ष खाएको नि त, त्यो त्यस्तो कडा औषधि खाएको नि त। भाउजूले चाहिँ के गर्नु दिनुभयो तपाईँलाई? अब उसले आफ्नो पूजापाठ धर्म सब गर्यो। यहाँ अहिले एउटा अझ रिसेन्टली कुरा गर्छु कि, तपाईँ निको भएकोमा भाउजूको हात छ भन्ने चाहिँ लाग्छ कि लाग्दैन? कतिको चाहिँ विश्वास हुँदैन फेरि अध्यात्ममा विश्वास एउटा गर्दैन। वाइफको हात हस्बेन्डलाई बचाउनु कुनै हदसम्म पार गर्छ। यो चाहिँ मैले मेरो बुढीबाट देखाएको छु कि है। मैले अहिले भन्यो भने चाहिँ आमाहरूको चाहिँ वेदना भन्यो भने मान्छेले पत्याला नपत्याला के,
मेरो कान्छो छोरा मर्छ भनेर डक्टरहरूले रेफर गर्यो, अब हुँदैन भनेकोलाई बचाउँदाखेरि मेरो बुढीले 1.5 वर्ष नुन खान्छ अलिअलि, तेल बार्यो, खानेकुरो बारेर त्यो बच्चालाई बचाउनलाई। किन भन्दा उसले दुध खुवाउँथ्यो, दुध खाँदाखेरि त त्यहीँबाट ब्याक्टेरिया जान सक्छ भनेर 1.5 वर्षसम्म पेसेन्ट भएर आफूले मारेर के आफ्नो आत्मालाई मारेर मेरो बच्चा बचाउनुपर्छ भनेर बचाएको के। त्यति प्यासन चाहिँ केटाहरूमा हुँदैन नानी। आमामा एउटा ठुलो प्यासन छ, मैले देखेको छु कि। त्यस कारण मैले के भन्छु भने आमा बाउले त सृष्टि गरेर हामीलाई यो संसार देखाइदियो नानी, हो। भगवान् मान्नुभन्दा पहिला अब आमा बाउलाई मान्ने, अनि भगवान् भन्छ कि। भगवान्ले पनि भन्छ कि पहिला तिम्रो भगवान्लाई मान्न यार, तिम्रो आमा बाउलाई मान्न, त्यसपछि सेकेन्ड भगवान् भनेको तिम्रो दिदी बहिनीहरूलाई मान्न, तँलाई हुर्काएको, त्यसपछि स्कुलको टिचरहरूलाई मान्न भगवान्। म त 4औं 5औं नम्बरमा आउँछ, तिम्रो किन मेरो दैलोमा आउँछ भन्छ क्या भगवान्ले। सत्य कुरा पनि हो यो, है सत्य कुरा हो नानी, होइन। तपाईँ भगवान् चाहिँ खुबै मान्नु हुँदो रहेछ होइन? म त लास्ट हामी त अब वनदेवी हो। हिजो पनि बिहान फुट्ने माता गरेर आएको त हो नि म। वनदेवी भन्नाले वनमै अब यो पौराणिक कालमा जानुपर्छ कि। भीमसेन महाराज भन्छ नि हाम्रो पाण्डवको, उहाँको चाहिँ श्रीमती, अनि हाम्रो चाहिँ मामाहरू राक्षसलाई वध गरिसकेपछि त्यो देखेर चाहिँ अब ऊ पनि बुझ्यो, अनि भीमसेन महाराजसँग बिहा गरेको अरे कि। त्यसबाट घटोत्कच दाइ जन्मेको, उहाँ चाहिँ यो कौरवहरूको वारमै बित्यो। हामी वनमा हुर्केको मान्छे कि, होइन। हामी त्यो हेर्नको एउटा मैले त्यसै ठिस तिम्रैमा भनेको ठिस भनेर त्यो एकदम भाइरल भएको, किन त्यो प्राकृतिकले दिने कि, है। यो ठिस चाहिँ तिम्रो 5 थरतिर पनि छ। यो हामी मङ्गोलियनहरूमा चाहिँ, मङ्गोलियन भन्दाखेरि आर्यनमा त्यति ठिस हुँदैन, मङ्गोलियनहरू एकदम ठिस हुन्छ कि। यो कोरो हुन्छ क्या नानी, मैले एकदम देखेँ। तामाङहरू होस्, लिम्बू होस्, गुरुङ होस्, होइन, दिमालर होस्, एकदम ठिस हुन्छ। हामी सोझो मान्छे हो क्या नानी। लाटो रिसाउँछ क्या हामीलाई, केही देख्दैन क्या। लाटोले रिस उठाएपछि ढुङ्गा सुङ्गा आफ्नो ज्यानै फालेर हिँड्छ कि, होइन। यस्तोमा चाहिँ क्षेत्री ब्राह्मणहरू, अरू कास्टहरू अलिकति उनीहरू पढे लेखा पनि भयो हामीभन्दा अगाडि। उनीहरूले चाहिँ यस्तो मान्छेलाई कसरी बसमा लिने। उनीहरू राम हो भने चाहिँ हामी हराम हो कि। हराम देखेर राम पनि डराउँछ कि फेरि नानी। यो रामायणमा पढ्यो भने डराउने कारण छ नि त। रावण देखेर राम त डराएको हो नि। त्यस कारण त हनुमान भगवान्को साथ लियो, अनि रावणको चाहिँ भाइ साथ लियो। भाइ फुटे गवार लुटे भन्ने कुरा चाहिँ त्यहाँ देख्यो, रामायणमा देख्यो, नेपालमा देख्यो। जस्तो यो भाउजू चाहिँ अब आध्यात्मिक बाटोमा हुनुहुन्छ, माता हुनुहुन्छ, होइन। त्यसको भाइब्स कति पर्छ तपाईँलाई सँगै त्यो? मैले भने नि, म तिमीलाई पनि भन्छु प्लिज के नानी, मैले लेखेको कुरा गर्छु है, मैले भएको कुरा गर्छु कि। म भोगेर मान्छे बन्ने हो कि, ठक्करले मान्छे बन्छ कि। दुईवटा वेमा जान्छ, एउटा खत्तमै भएर जान्छ, एउटा चाहिँ त्यसबाट शिक्षा लिएर जान्छ कि म आइन्दा म रङ गर्दैन भन्ने हुन्छ, या चाहिँ कसले फसायो भने म त्यो फस्दैन भन्ने हुन्छु। म तिमीलाई पनि भन्छु, आज एउटा मलाई जेलमा बस्दाखेरि मेरो भाइ जान्थ्यो कि, दाइ सधैँ एकै हुने रे के, होइन। तिमीहरू चाहिँ क्विन हुने रे क्या, क्विन हो। साथी पनि त्यस्तै छान्ने रे कि, एकै छान्ने रे कि, डुवा तिर्की नछान्ने रे कि, राख्ने रे, त्यसलाई साइडमा राख्ने कि। एक्का भनेको जुनै पनि बेला चाहिँ एउटै ब्लड नभए पनि म सम्झिन्छ कि उसले चाहिँ कि, मैले पनि उसलाई म सम्झिन्छु, उसले मलाई म सम्झिन्छ कि। एक्का भनेको त्यो हो कि। तपाईँहरूलाई पनि भन्छु, साँच्चै भनेको त्यो भाइले भनेको मलाई एकदम त्यो भाइ स्याहार्छ कि। बलेको आगो ताप्ने धेरै हुन्छ यहाँ, एक्का कमै हुन्छ। एक्का चिन्नु हामीले गल्ती गर्नु हुँदैन। म त एक्का चिन्छु, अहिले मैले धेरै साथीहरू फालिसक्यो। डुवा तिर्की चाहिँ राख्नुपर्छ साइड पकेट कि। ब्याग पकेट किन बनाएको त भन्दाखेरि त्यहाँ पनि काम आउँछ कि, तिनीहरू पनि काम आउँछन्। सबै खराब हुँदैन, असल पनि हुन्छन् डुवा तिर्की पनि। तर म चाहिँ एक्कै लिएर हिँड्छु कि। अहिले त्यो बेला अहिले मेरो साथी सर्कल कम छ नानी। मेरो साथी सर्कल भनेको मोबाइल त उता दिएँ, सामाजिक सञ्जाल यही मोबाइल हो। त्योभन्दा बेस्ट फ्रेन्ड कोही पनि छैन अहिलेको लागि चाहिँ।
तपाईँको त घटना भन्दै हुनुहुन्थ्यो नि घटना सुनाउँछु भनेर त्यस्तो केही थियो जस्तो मैले भन्न खोजेको भाउजू चाहिँ त्यो वेमा हुनुहुन्छ घरमा अब तपाईँ चाहिँ हामीले हेर्दा यो खप्नु नानी भौतिकै संसारमा मलाई म मात्र क्या हराइरहेको होइन देखिन्छ मैले त होइन अहिले अहिले हाम्रो अनि एकदम त्यस्तो केही त्यो भाउजूको त्यस्तो दैवीय शक्तिहरू तपाईँले महसुस गर्नुहुन्छ अथवा तपाईँलाई होइन त्यस्तो होइन म भाइब्सहरू छ गर्छु र आफ्नो कर्ममा ल्याए हुने रहेछ क्या नानी उम्, हो कहिलेकाहीँ त्यो छेक्नु खोजेको मैले जस्तो कि मैले भोनाको फिल्म मेरो खुट्टा भाँच्ने थियो नि त अँ, अँ, म 30 फिट 40 फिट हामफाला केही नहुने मान्छे उम्, त्यो लगभग 20 फिट जति थियो कि उम्, नगरौँ नगरौँ भन्न प्रेस गरेको गरे मेरो खुट्टै भाँच्यो कि उम्, मैले भनेको थियो कि मेरो भाँच्छ के तपाईँको भाँच्छ के हेमन्त बुढा थोकी भाँच्छ भनेको थिएँ कि मैले तपाईँले चाहिँ सङ्केत कसरी दिए कसरी फिल सिम्टम दिनु गर्नुभयो रहेछ कि मलाई यसो लाग्छ कि मान्छे मर्दा पनि उसलाई सिम्टम हुन्छ जस्तो लाग्छ कि उम्, त्यो सिम्टम भइसकेपछि चाहिँ मान्छेले नगर्नु भन्छ कि ए, कुनै न कुनै क्षति हुन्छ कि नानी उम्, 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 होइन किनभने अब मैले मैले त्यो बेला सोचेन कि मैले सोचेँ मेरो एक्सिडेन्ट नहुने कि उम्, होइन म पनि त्यसै ज्यादा मान्छे पऱ्यो ए मेरो पछाडि त मेरो परिवार छ भन्ने मैले सोचेन कि हाम्रो लाइनै त्यस्तो भयो किन बम बारुदमा हिँड्ने पाहाडबाट झर्ने भेलमा खेल्ने जति जति ग्राइन्डर देखायो त्यति त्यति पब्लिकलाई इन्टरटेनमेन्ट हुने उम्, अनि रिस्क लिने कि हामीले उम्, त्यो चाहिँ भएको थियो एउटामा छ नि जाडो महिनामा त्रिशुली नदीमा तुइनबाट झर्नुपर्ने सिन थियो कि अँ, रमेश ढुङ्गानाको फिल्मको नाम पनि जीवन मृत्यु कि मृत्युञ्जय भन्ने फिल्ममा मृत्युञ्जय रमेशले त अब त्यो डराइहाल्यो बाबु त उम्, त्यो ट्विनमा आफै आफै छोडेर आफै स्केप भएर तल खस्ने कि उम्, लगभग मेजबारमा 20-25 फिट थियो कि हजुर हजुर खोलाबाट चाहिँ त्यो भेलाएको बेला परेको थियो अनि उसले त त गरेन बाबु भने म नगर्ने दाइ भनेपछि उसको डुप्लिकेट मैले गरेँ त्यो फिल्म युट्युबमा चाहिँ हेर्न सकिन्छ कि उम्, त्यो डोरीमा मैले समातेर बसेँ पहिला जब क्यामेरा भइसक्यो त्यो डोरी छोड्ने बित्तिकै त स्लिपहरू झर्छ नि अँ, प्राङ ढाँटो पड्क्यो त्यो पानी यति चिसो थियो कि अँ, मै फ्रिज भन्न लाग्यो कि त्यही मैले चालेर आएँ कि अँ, जिउ त फ्रिज भयो जिउ त अँ, यस्तो यस्तो रिक्स कामहरू धेरै गर्छ म मात्र होइन मेरो फाइटर्सहरू उम्, हिरोहरूले पनि गर्छ रिक्स उम्, निखिलले त धेरै गर्छ उम्, विराजले गरेछ रमितले पनि गरेछ धेरै हिरोले गरेछ कि यो उम्, हामी अलि रिक्समा अरूभन्दा पनि रेखा थापाले हाम्रो मैले मेरो बुढीलाई हिजो सामानी पुल देखाएँ यहाँबाट रेखा 2 पल्ट हाम फाल्यो उम्, त्यो 40 फिट छ होइन यो हामीले पब्लिकको इन्टरटेनमेन्टलाई गर्ने हो कि नानी उम्, 40-50 लिटरको पेट्रोल हालेर आउँछ म यहाँ बसेर पड्काउँछु रिक्स हो नि त्यो नानी हामी हो 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 फुकमा हान्छौँ कि हामीले जिलेटिन हालेन कि हामी सिसाहरू हालेन कि त्यसमा उम्, रियली चिज हो त्यो हामीले गर्ने कुराहरू उम्, हामी टोप बनाएको छ कि मेरो 110-20 जति जान्छ कि त्यो बजुका भन्छ कि हामीले चाहिँ त्यो मैले आगोमा बनाएको थियो कि उम्, फलामको पाइप बनाएर बारुद कसेर हालेर त्यहाँ जिया हाल्यो मान्छे नै उठ्छ नि त्यो त उम्, यो हामी यति रिक्समा काम गर्छ हो, हो, जिउमा हो। आगो लगाउने काम हो होइन अनि उम्, कति त मैले त सोही गरेँ उम्, होइन रिक्सी काममा हो चाहिँ भएकोले चाहिँ अब घरको बुढीले पनि प्रे गरेर हुन्छ मेरो बुढा केही नहोस् उम्, उसको पनि छ त छ छ भाउजूले चाहिँ जुन यो उहाँको यो दैवीय शक्ति नै भनौँ होइन त्यो खालको छ उहाँमा तर अगाडि अलिक बढाउनु पाउनु भएको छैन कि कस्तो मैले रोकिदिएको तपाईँले किन रोक्नु भएको मैले किन रोकेको भन्दा त्यो नि मानिसहरूलाई त जोसुकैले त्यस्तो आउँदैन होला नि त जस्तो आउँदैन फेरि त्यो होइन अध्यात्मलाई विश्वास म त मेरो नगर्नेहरूको लागि बुढीसँग त सरी फरक कुरा माग्छु हो म सरी माग्छु मैले के देखेँ भने मेरो सालोको चाहिँ 16 वर्ष भयो बाल नआयो के उम्, दाजुभाइमै बाल नआएको उसलाई ठुलो घर छ नि त भोलिबालमा ए दाइले बहाल बाल नआएको नदिएको ए के ए भाइलाई ए ए, हजुर हजुर होइन अँ, नतिरेपछि उसलाई त्यो छटपट भएर आएको थियो कि उम्, अनि मेरो बुढीले हेरिदियो आफ्नो भाइ हो उसको फुपूको उम्, छोरा उम्, अनि प्रे गरेपछि उसले त्यो त्यो शक्ति बेला अरू बेला नर्मलै हो नि त उम्, त्यो आसनमा तिमीले भोगिसक्यो नि त उम्, अनि उसले के भने मेरो बुढीले के भने 21 दिनमा तेरो पैसा आउँछ उम्, चरण चरण गरेर आउँछ अब मैले भगवान्लाई के देखेँ भने तिमीले त्यसमा 5 या 10% चाहिँ तिमीले दिन सक्छौ कि सक्दैन बाबु भगवान्लाई अँ अँ, भनेर प्रे गरेछ हुन्छ भन्यो पहिला अनि जब एकैचोटि उसलाई चाहिँ 11-12 दिनमा 16 लाख आयो कि उम्, आधा पैसा आयो नि त उम्, त्यसले बिर्स्यो कि मेरो सालोले ए अनि मेरो बुढीले चाहिँ के गर्छ भने कोहीसँग पैसा लिँदैन अँ, चामल लिएर आऊ त्यति तिमीले पनि भोग्यो त्यो त हजुर अनि त्यसले के पैसा जम्मा गर्छ के भगवान्को काम गर्छ के बुढा वृद्धहरूलाई खुवाउँछ कि उम्,
है वृद्धहरूलाई चाहिँ खुवाउन लान्छ त्यो पैसा कहिले त्यो जम्मा गर्छ नि कति गरेर जम्मा गर्छ अहिले त हाम्रो पनि आफैले पनि जम्मा गर्छ उसले चाहिँ बाँकी भएको पैसा जम्मा गर्छ भगवान् कहाँ चढाउँछ कि त्यसले पूजापाठ यस्तो गर्छ उसले चाहिँ अनि त्यसको बन्द भयो है अनि बन्द भएपछि त्यो पैसा आएन त्यसको फेरि आयो त्यो आएपछि फेरि ध्यान भाइ हो नि त ध्यान गरेर हेर्दा यसको हुँदैन भनेको आजसम्म भएन ल अब के भन्ने मैले यहाँबाट मोबाइलमा फुकेर डेलसमा भएको मान्छेलाई निको पार्ने भन्ने नदिए जो के यो सबैसँग कन्टिन्यू चाहिँ किन गर्नु नदिनु भयो उहाँलाई होइन त्यसमा चाहिँ एउटा रिजन छ मलाई के यो कानुन नभएको देश हो क्या नानी सबै ठिक नहोला कुनै एकजना यस्तो भयो भने समात्न जान्छ नि दुःख गरेर खुवाउनु त म हो नि त त्यो पूजापाठ गरेर पैसा पनि आउने होइन केही पनि होइन तर कर्म त हुन्छ नि होइन कर्म भएर के भोलि के कतिजना निको पारेको मलाई थाहा छ कि भोलि केही भयो भने त्यसले खेरो खन्छ कि यो बेकारको नकली माता भन्छ कि आफ्नो खाएर किन अर्काको त्यो गर्ने भनेर अनि मैले रोकिदिएको जस्तै तिमीले चाहिँ गर्दाखेरि आउनु मेरो सालो अर्को छ फेरि होइन दुईजनालाई भनेको तँ यो नगर तँ चाहिँ भुइँमा जान्छस् भनेको तिर्दैन दुईजनाले उनीहरूले करिब 6 करोड 5 करोड डुबाएर अहिले भुइँमा छ दुईजना फेरि आयो दिदी कसरी हुँदैन तिमीलाई मैले पहिला भनेको तिमीलाई बाटो देखाएको हो तिमीले गरेन मलाई पनि भन्थ्यो कि धेरै हन्डर छ भनेर अर्को एउटा गुरु छ फेरि नानी त्यहाँ त मैले तिमीलाई लगेको छैन उसले नाम सोध्दैन यसो हेर्छ भनिदिन्छ त्यो मेरो विद्यालयमा वर्ल्डको 14 15 नम्बरमा पर्छ बुद्ध भगवानको टप यो रुम्बचे भन्छ नि होइन हाम्रो डक्टर भने जस्तै रुम्बचे उसले मलाई लेखिदिएको थियो कि मेरो यहाँ हेरेर होइन लेखेको थियो उसले मलाई भनेको त्यो गुरुले भनेको है म भने यङ छ होइन सुनकोटीमा बस्नुहुन्छ उहाँ पुस्तक पनि धेरै लेख्छ उहाँ वर्ल्डमा एउटै हो त्यो लिपिमा लेख्ने कि धेरै ग्रन्थहरू लेखेको छ उहाँले मेरो घरमा छ कि एकदम म तिमीलाई देखाउँछु उसले लेखेको कि के स्टाइलको छ त्यो मैले फ्रेममा राखेको छु गुरुलाई मैले भनेको थियो गुरुले चाहिँ तिम्रो यो खड्को यस्तो यस्तो सिधै भनिन्छ क्या नानी मेरो बुढी भन्न फास्ट के मेरो बुढी ध्यानमा बस्छ नि यस्तो यति आँखा चिम्लेपछि तेरो स्टोरी भनिन्छ तिम्रो यो भइरहेको छ यो भइरहेको यो त्यही दिन लागौँ म तिम्रो भाउजू पनि लान्छु भनेको छु कि त्यहाँ त्यो गुरु कहाँ फलफुल सलफुल लिएर जानुपर्छ अनि हामीले गुरु कहाँ गयो भने चामल त्यहीँ हुन्छ एक्कैले हामी मासु लिएर जानुपर्छ कि मासु पनि होइन पकाएर खाने बुद्धिस्टहरूले खान्छ नि त उसले पकाए त्यहीँ छ नि काम गर्ने उसको त बिहारै छ नि उसको त हाम्रो धर्मले दिन्छ हो नि पर्दैन नि त्यसै खुवाइदिन्छ त्यो गुरुले त होइन गुरुले खानुहुन्छ खान्छ नि नेवार हो कि तर बुद्धिस्टहरूले खान्छ हो नानी कतिले त खानुहुन्न कति होला तर मैले प्रायः बुद्धिस्टहरूले खान्छ मलाई थाहा छ बुद्धले हिंसा गर्नु हुँदैन भन्नु भएको होइन बुद्ध भगवानमा एउटा के छ भने उपदेश छ नि होइन बुद्धिस्टमा खानु एउटा के छ नखानु त भने आफ्नो कुरा हो तर कतिपय चाहिँ बुद्धिस्ट गुरुहरू शाकाहारी खाऊ भन्छ नि भन्नु त फर्स्ट शाकाहारी खाऊ भन्छ होइन बुद्ध भगवानमा के छ भने मरिसकेपछि त्यसको प्राण त्यागिसकेपछि होइन त्यसको केही चिज गरे पनि त्यसमा पाप लाग्दैन भनेको छ कि बुद्ध भगवानमा एउटा होइन अब हामीले चाहिँ साग खान्छ सागलाई पनि दुख्ला नि मुला यस्तो चाहिँ प्राकृतिकसँग रमाएर बसेकोले हामी मुला उखाल्छ नि उसलाई पनि दुख्ला नि आलु बिचरा लुकेर बसेर आलु खन्दा उसलाई पनि दुख्छ होला नि त त्यसो कुरा गऱ्यो भने त ऊ पनि अक्सिजन बिना त बाँच्दैन नि ऊ पनि हो गएन अम्बा हामीले अस्ति टिप्यो नि झरे पो खानुपर्छ भन्छ के बुद्ध भगवान्ले झरे खाऊ भन्छ के त्यसलाई दुःख नदियो भन्छ के त्यो रुखलाई हामीले यहाँ यो जनावरहरू त यो काँचो छ खानेकै लागि काटिरा हुन्छ नि दाइ त्यो त हामी राक्षस मान्छेले जे भेटा खायो नि त माछा खान्छ नि फेरि जलचरी भनेर पाप लाग्दैन भन्छ नि प्राण होइन त्यो पनि म त हिंसा गरेर आएको मान्छे हो नि त म त क्षेत्री नै हो नि हाम्रो त बिहानदेखि राँगा काटेर आएको मान्छे हो नि त ममा यो टर्न ओभर भएको चाहिँ 1.5-2 वर्ष भयो नानी त्यो भगवान्ले चाहिँ समयमा मान्छेलाई टर्न गराउँछ कि जस्तै सुकै खराब मान्छेले पनि टर्न ओभर गराउनु रहेछ त्यसमध्ये म पनि एकजना पऱ्यो कि थ्याङ्क यू भगवान् होइन भने मैले तिमीलाई भने आलुलाई पनि हुन्छ नि भने त्यसलाई अझ ओहो आगोमा तताएर पानीमा तताएर त्यसलाई घिलो पारेर खाइन्छ फेरि उसलाई दुख्दैन होला त सोच त अब त्यो सोच्न थाल्यो भने होइन अब तिम्रो पोइन्टमा आउँछ कि त्यही सोच्न थाल्यो भने मान्छे कसरी मान्दैन त पागल भइहाल्छ नि यसरी सोच्न त्यो प्राकृतिकले दिएको चिज हो खाऊ
होइन। जस्तो अब यहाँ सान्दर्भिक जोड्छु कि म, हामी गरिब देश होइन नानी। चाइनाले यो खानेकुरामा आएर म भनेको है, चाइना जस्तो देशले सुनमा सुतेको देश हो नेपालीहरू, आफैले त नबुझेर आफैलाई गरिब भनेर हिँडेको देश भन्छ क्या नानी। म अरू कुरा गरेन नानी, जसमा भगवान्ले दिइरहेको के सरकारको लगानी छैन के, पानी बगिरहेछ खरबौँ खरब लिटर क्या नानी हो। हामीले पियो, हामी प्यास मेटायो, हामी स्वार्थी के। त्यो पानी बगिरहेछ, त्यो पानीले भनेको छ है बच्चाहरू तिमीहरू किन भोकै मर्छौ, यो पानी बेच सस्तोमा, होइन। त्यसै त म खेर गएर अर्को देशमा गइरहेको छु त, तिमीहरूलाई त राम्रो गर्नु पर्यो भन्छ के हो। 1 रुपियाँ लिटरमा बेचेको खरब खरब दिन गयो भए हामी अनि यसरी बस्नुपर्छ नानी। म घरमा चट्ट बसेर अनलाइनमा नानी मैले गरेको छु कि अमेरिकामा मैले इन्टरभ्यू दिएको छु कि होइन। अनलाइन 1 घन्टाको प्रोग्राम थियो मेरो, 100 एपिसोडमा म परेको थियो कि अमेरिकामा क्या, न्युयोर्कमा गरेको नेवारी कार्यक्रम हो त्यो। त्यो पानी गरे भए तिमी मैले दुःख गर्नु परेन। तिम्रो यो पोडकास्ट तिम्रो चाहिँ तिम्रो 5 थर कि कहाँ हजुर फिदिम होइन, फिदिमबाट दाइ हजुरको इन्टरभ्यू लिनुपर्छ। ठिक छ नानी, म यति टाइममा छु भने अनलाइनमा बस है भनेर अहिले यसैमा हुन्छ नि मोबाइलमै भइहाल्छ। त्यो स्ट्यान्डर्डले हाम्रो देशमा त विदेशीहरू काम गर्न आउनुपर्ने देश थियो कि यो। अझ पनि हाम्रो रनभुलो छ कि हाम्रो नेताहरू छ नि। तर अब त आशा छ होला नि त दाइ, अब नयाँ सरकार छ, बालेन सरकार छ, काम गरिरहेको छ, आशा छैन अब? डुब्नेवालाको तिनकी के सारा भन्छ, कहिले कहिले हिन्दीमा उखान ल्याएको हुन्छ कि। के भन्नुभयो फेरि त्यो? अब देश जान लागेको मान्छेलाई अलि आश त हुन्छ नि त। आश भरोसा गर्दा गर्दा राजा गुमाए, राम्रो राम्रो नेता गुमाए हो। खराब नेताहरूले डुबाएको हामीले चाहिँ देशमा भएको हामीलाई हाम्रो आफ्नो हड्डी खिएको पसिनाको कमाइ डुबाए होइन। सजा सजा नेपालीहरूलाई चाहिँ यो यिनीहरूले अहिले पनि गरिरहेछ। प्लानै नगरिकन बाङ्का बाङ भत्काउनु बाहेक केही देखेन। मैले त भनेको छु राक्षस बाँधको होला यो चाहिँ राजसभामा प्रायः जस्तो राक्षस के, यो मानव होइन कि दानव प्रविधिको जस्तो भएको छ। किनभने म आफै दानव हो कि नानी। म दानव प्रविधि, म एक्सन गरेर राँगा काटेर हिँड्ने हो नि त। म सुध्रेँ भनेपछि यिनीहरूको पनि चेतना हो, सुध्रियोस्। पहिला प्लान गर, यो फिल्टर गर, उनीहरूलाई एउटा स्टेप बनाइदेऊ अनि गर न। मैले तिमीलाई छ नि नानी अघि के भने, धन्यवाद नानी, म तिम्रो इन्टरभ्यूलाई भाखा जान लाग्थेँ। म भाखा मलाई मोमो 2 प्लेट, मेरो साथी छ 1 प्लेट मगाइदिएन नानी भने नि मैले हो। तिमीले मलाई खुवायो नि त, अहिले इन्टरभ्यू दियो नि त, मलाई शक्ति आयो नि। हजुर प्लान भयो नि त त्यो। तिमीले मलाई दाइ मोमो खुवाउनु सक्दैन भने मेरो दिमाग के छ, म भाखेर आउँछु भन्थ्यो नि त, हो कि भन न नानी। त्यो भएकोले मैले के भन्छु भने त्यो दानवीय शक्ति आए पनि भगवान् यिनीहरूबाट त्यो हटाएर चाहिँ मानवीय शक्ति बनाइदिनु। 3 करोड नेपालीलाई स्वास्थ्य, शिक्षा, रोजगार, 2 साग खाने बनाइदिनु, आङ ढाक्ने गरी लोगा लाउने बनाइदिनु, यही भन्छु म। होइन, जस्तो यो सुकुम्बासीको विषयमा चाहिँ किन यो सरकारले चाहिँ गलत कार्य गर्यो भन्ने लाग्छ र तपाईँलाई? यसो होइन, त्यो लाग्दैन मलाई, 100% लाग्दैन नानी। म एकदम रिसाली छ, खुसाउ सबै पाहाडमा घर भएको मान्छे छ क्या यहाँ। त्यसको रिजन भन्छु म के। अनि कति चाहिँ नभएको पनि छ है। उनीहरूलाई के गर्छ, धनाध्यहरूले चाहिँ त्यो जग्गा अधिग्रहण गर्छ खोलाको छेउको। यहाँ मात्र होइन बालेन भाइ, कुलेश्वरमा पनि छ, तन्नै छ त्यो। नेवारीहरूले त्यहाँ गरेको छ, हाम्रो ज्यापु समाजहरूले नि। त्यहाँ खड्गीहरू पनि होला। त्यो खोलाको छेउको सबै हो, उनीहरूले टहर बनाएर अहिले सबै गाडीको चाहिँ हाम्रो मधेस मुलुकको दाजुभाइहरूलाई चाहिँ बाल लिएर खाइरहेछ। त्यहाँ पनि हान्नु है। मेरो घरमा पनि पर्छ भन्ने, मेरो घर पनि हान्ने भाइ। तर आउटपुट चाहिँ पहिला बोल। मान्छेलाई देखाएर गऱ्यो भने तिमीलाई धेरै राम्रो भन्छ कि। तिमी चुप्लाएर भित्रभित्र तैँले सपना देखेर के गर्ने भाइ? तेरो सपना घन्टा मतलब हामीलाई के हो तेरो राम्रो हुने हो कि नराम्रो के थाहा? पहिला देखा न यार। आक्रोशमा आउनुभयो त फेरि? किन आउनेन त? गाँजामा यसरी फुकेर यसरी भरेर यसरी नतानिकन गाँजा यसरी बेरेर चोट नखाएर त्यसको टेस्ट नलिकन गाँजा खाएको कसलाई थाहा पाउँछ नानी? त्यो सोच के भाइ? तैँले पनि त्यो पार गर्यो होला, मैले त पहिला पार गरिसकेँ। यो
गाँजा तान्ने किन त्यो कति बेर चाहिँ सुतिर चाहिँ चुरोटमा यसो मिलाएर घोटेर यसो गरेर फिल्टर गरेर त्यहाँबाट तानेर अनि यहाँ बेरेर किन तानेको त्यो त देखा न गाँजा खाने जस्तो गरेर यार त्यति त बुद्धि लगा के देखा के भाइ देखा प्लिज देखा के भाइ मलाई तिमीले एक्जाम्पल दियो तिमी पनि एक्सपर्ट हो म पनि एक्सपर्ट हो गाँजा खानुमा गाँजा भनेको शिव भगवानको बुद्धि हो ठिक्क खाऊ केही हुँदैन त्यसले पेट दुखेको निको हुन्छ गाँजा खान जाने भने म त्यसै कहिले काहीँ तान्छु गाँजा मेरो घरमा पनि छ भाइ मलाई एकदम पेट दुखे पनि म यसरी भरेर तान्छु फेरि म जहाँ पाएँ त्यहाँ तान्दैन म माथि कौसिम गएर तान्छु धुवा माथि जान्छ अरूलाई क्षति नहोस् भनेर के त्यो त त्यति नलेज तिमीले सिकेपछि अहिले देखाउनु परेन भनेको यो सुकुमासी पनि ठिक छैन नानी म सिधै भन्छु है दुईवटा कुरा मैले रोकेछु है बाबुराम राईले गरेको थियो कि इसोङमा बनाइदिएको थियो नि त हो सरी है मैले यो खुट्टा राख्नु नहुने मलाई बिना बहिनीले सिकाएर राखेँ यो त फेरि फर्काएँ मुडमा कहाँ कहाँ जान्छ है यो यो यसरी फर्कनु हुँदैन रहेछ कि यो क्यामेरा भनेको हाम्रो लागि भगवान् दर्शक हो भन्छ कि त्यो बहिनीले सिकाएको पैसाले थाहा हुन्छ अरे कि मान्छेको अब म भन्छु बाबुराम राईले चाहिँ त्यहाँ बस भनेको नि कोही बस्नु गएन दाइ किन बस्नु गएन थाहा छ बस्नमा दिएर खुवाइ तपाईँले खुवानले देखाएको छ होइन त त्यहाँको त प्रब्लम छुट्टै छ है तपाईँलाई पनि थाहा होइन मैले हुनुहुन्छ। भनेको अब आउनेछु यो बालेनलाई पनि आउनेछु होइन त्यहाँ सुकुम्बासी किन गएन भन्ने त त्यहाँ धेरै प्रब्लम्सहरू छ क्या होइन एक त सुकुम्बासी- मैले भनिहालेँ नि त्यो सुकुमासीको प्रायः सुकुमासीको होला 5% जति होला सुकुमासीहरू अरू चाहिँ नन सुकुमासी छ नि त एक अनि तिनीहरू चाहिँ यो भनौँ न काङ्ग्रेस कालदेखि एमाले कालदेखि माओवादी कालमा त धेरै आए अनपढै अहिले पनि अनपढहरू छ कति पढ्ने नआउनेहरू चाहिँ सभासदमा छ होइन बिचराहरूले लहरो तान्न पहरो आएको कुरा हो कि त्यो जाल हान्दाखेरि कति आउँछ नि माछा कोही भुरा माछा आउँछ कोही असला आउँछ कोही चाहिँ तिम्रो काभ्रे माछा आउँछ त्यस्तै आएको कोही चुच्चेमा आउँछ कोही बामा आउँछ त्यस्तै आएको हो यो मैले के भन्यो भने उनीहरू सहर पसेर सुकुमासी घरमा हुँदा सुकुमासी यहाँ भनेर छ नि त्यसो पनि नभन् पहिलाको राजादेखिले चाहिँ राम्रो गरेर उनीहरूले त्यो ठाउँमा रोजगारको व्यवस्था गरिदिएको भए खेतीको व्यवस्था गरे भए यहाँ आउँदैन क्या यस्तो जन्जालमा बस्न मान्छे कुन बेला बाढीले बगाउँछ कुन बेला लत्तै लान्छ उनीहरूले पनि थाहा छ रिक्स लिएर बसेको हो व्यवस्थित मात्र गरेर हुँदैन के मेन कुरा पेटको घर के भाइ छत दिएर हुन्छ खानु भएन भने के हुन्छ तिम्रो ड्युटी हो तिमी अहिले चिप भएको छ त्यसको भाइ तिमीले हेर्नुपर्ने कुरा हो त्यो चाहिँ भाइ के छोड यो पढ नसक्ने त्यो प्रक्रिया त गरिरहेछ त सरकारले कहाँ गएर मुखले गरेर हुन्छ नानी होइन सुकुम्बासीहरूलाई व्यवस्थित सुकुम्बासीलाई गर्नको म लागि भएको पहिला चाहिँ के काम राख्छ म गरिरहेछ। भयो है उम्, पहिला म उनीहरूलाई त रासन दिन्थेँ के ल तिमीलाई यो रासन दिएँ होटलमा सुन है, राखिरहेछ अरे त कतिजना राख्ने राखिरहेछ भनेर अनि भनिरहेछ रासो त। चाहिँ हाम्रै करबाट उठाएर तिर्ने त यो बजारले त्यो त नि आफ्नो गोजीबाट त कसले गरेको छ र कसले नै गर्छ त। मैले भने कि त्यो होटलमा राख्ने होइन नि नानी अँ, पहिला व्यवस्थित बनाउनु पऱ्यो नि मैले भने कि मलाई त यो बालिन किन मन नपऱ्यो भने बाबु तिमी पनि धेरै ठाउँमा घुम्या होला कि कोरियामा पनि स्ट्रिट फुड छ कि स्ट्रिट बाटोमा चाहिँ दिउँसो पनि छ राति पनि छ तर गभर्मेन्टले ट्याक्स पनि लिन्छ टाइम टोकिदिन्छ यति टाइममा राख्न पाउँछ भनेर कि जहाँ पनि छ कोरिया जापान युरोप सिरोप जहाँ पनि मैले देखाएको छु कि नानी यो हङकङसँग जहाँ पनि छ कि हङकङमा त तिम्रो नाइट मार्केटै छ हो कि नानी भन न फर्स्ट नाइट मार्केट मैले हङकङमा देखेँ कि 2001मा जोर्डनमा होइन छ मतलब यो व्यवस्थित मैले भन्न खोजेँ के गरेको कुरामा मैले म नराम्रो भन्दैन के किनभने सबै व्यापारी छ नि यो सबै शोषक सामन्तीहरूले जग्गा क्याप्चर गरे त्यसमा पहिलाका पार्टीका मान्छेहरू पनि टन्नै छ हेर नानी यहाँ सुन्नु त्यो भालेले पनि थाहा छ त्यो पनि अगाडि मैले भएको कुरा मलाई पनि थाहा छ हामीलाई 30 वर्ष अगाडिदेखि थाहा छ कि मेरो साथीको बाउ नै त्यहाँ थियो कि मैले भनेको थिएँ मेरो साथीलाई माम भएको तिमीले तेरो बाउले चाहिँ यो खोलाको छेउको जग्गा चाहिँ यसो सुकुमासीलाई यहाँ राखेर होइन पैसा दिएर राखे कि तिम्रो राख भनेर अनि अर्को घर बनाएर चाहिँ बालमन लिएर ऊ खाने कि फाइदा भयो नि त उसलाई पनि होइन यस्तो त धेरै छ यो मैले के भने जबसम्म गाउँमा छ नि डेभलप भयो भने मान्छे किन काठमाडौँ आउँछ यार यो भिडभाडमा रहर छैन कि यो अर्को एउटा कुरालाई आउँछ कि काठमाडौँ
गाउँमा एजुकेसन राम्रो छैन क्या नानी। म पनि गभर्मेन्ट स्कुलमा पढेर आएको, बोर्डिङ भए पनि बोर्डिङमा नपढेको मान्छे म होइन। सिटीमा राम्रो छ के। मैले म हेर बालेन पनि बालमा बस्यो, म पनि बालमा बसेँ, बाउको भए पनि उसको बाउ त क्वार्टरमै बस्ने कुरै छैन होइन। त्यो पनि बाउसँग छुटेर बसेको, उसले आफैले भनेको छ 200 रुपियाँ जाने बालमा भनेर अर्को एउटा रा भाइले भनेको छ। म पनि बालमा बसेँ कि एउटा कोठामा मेरो 2टा छोरी, म मेरो बुढी बस्थेँ, जबकि मेरो 3वटा घर हेटौँडामा 2.5 बिघाको जमिनमा मेरो खेती हुन्थ्यो होइन। 9 कट्ठा 19 धुरमा अर्को मकैको त्यो खेती हुन्थ्यो। जेले राँगा काट्छ, 12-13 जना मान्छेले काम गर्छ, 9-10 वटा राँगा काट्छ, त्यो छोडेर आएको मैले कि। मेरो भाउको एक्सल पनि छोडेर आयो कि। अहिले पनि किर्तिपुरमा घर छ, मेरो काकाको छोराहरू राखेको छ हामीले। मैले आफै स्ट्रगल गरेँ कि वाट इज मनी भनेर के है बहिनी। स्ट्रगल गर्नुपर्छ के, अनि भ्यालु थाहा हुन्छ कि। जस्तो अहिले त अब त्यही त यो बढी मात्रामा अब सहर बजारमा सबै कुराहरूको सुविधा छ होइन। अब त्यो मान्छेको एउटा चाहिँ नेचर पनि हो कि हाम्रो पनि लाइफ स्टाइल राम्रो होस् होइन, हाम्रो होइन पनि जीवन सबैको राम्रो होइन, सुखमय होस् भन्ने सबैको सबैको त चाहना हुन्छ होइन भने होइन। सबैको त अनि त्यो जस्तो तपाईँले भन्नुभयो होइन, त्यो खालको छ गाउँमा होइन, शिक्षादेखि लिएर स्वास्थ्यदेखि लिएर रोजगारदेखि लिएर धेरै समस्या छ। त्यही भएर त बाध्यताले पनि रहरले पनि सहरमा त मान्छेहरू आउँछन् होइन। त्यही भएर पनि अब कति सुकुम्बासी भएर बसे पनि होइन। अब त्यो पहिला नै गाउँ फर्क अभियान पनि थियो अरे भन्ने पनि सुनिएको होइन। आफ्नो गाउँ आफै बनाऊ अँ, भनेर चलेको अब थियो। जस्तो तपाईँले यो जसरी होइन, अब तपाईँले यो सरकारलाई सुझाव दिनु पर्दाखेरि पनि अब गाउँ फर्कनको लागि चाहिँ के गर्नु पर्यो त? त्यहाँ रोजगारको व्यवस्था गर्नु पर्यो, सबभन्दा ठुलो कुरो नानी। रोजगारले पैसा हुन्छ अनि पेट भर्छ, चल्छ। आउँदैन यहाँ नानी। यो सहर भनेको कुन बेला कसले हिर्काउँछ, कसले हान्छ ठेगान छैन नानी। किन भोको भोकै हिँड्दा हुन्छ। मैले भने समय परिस्थितिले मान्छेले खराब बनाउँछ। राति अब हिँड्न पनि डेन्जर हो नानी। भोकाइरहेको हुन्छ, बिचरा खान नपाएपछि जे पनि गर्छ, त्यसले केही देख्दैन। अझै भने सुकुमासीहरूले बालन तलान जहाँ भेट्यो त्यहीँ मारिदिन्छ भनेको छ। अब उसको बिचराको अन्धकार भयो नि तिनीहरू त। रियल सुकुम्बासीहरू त अन्धकार भयो नि, भेटाकै मार्छ होला त्यो त। त्यसो नहोला, त्यसरी त नसोच्नु। भन्न सक्दैन नानी, मान्छे हो नि। मानव पनि यहीँ छ, दानव पनि यहीँ छ के हो। समय परिस्थितिले मानव बनाइन्छ, समय परिस्थितिले दानव बनाइन्छ कि। भन्न सक्दैन नानी। मेरो परिवार र मेरो बच्चाहरू, म रियल सुकुम्बासी यहाँ दुःख गरिरहेको मान्छेको घर फर्काउँदाखेरि म के हुन्छु, त्यो एङ्गलबाट हेर्नुपर्छ क्या नानी। अनि म के हुन्छु त? गाह्रो त गाह्रै छ है दाइ, जुनै एङ्गलबाट हेर्दाखेरि पनि गाह्रो चाहिँ बाल्यले पनि जस पाउँदैन हेर। किन यो भङ्गै पहिलाका बुढाहरूले यदि भङ बनाएछ कि आसेपासे हो कि बैठकीमा ठिक पारेछ कि होइन। त्यही सिस्टममा हिँडे त हो नि। अहिले यसले के गर्यो भन्दाखेरि साइबर समात्यो, त्यति मात्रै फरक त हो नि। पहिलाहरूको फिल्डमा हिँड्यो, अहिले साइबरमा हिँड्यो, फरक त्यति नै हो। एउटै कुरा हो होइन। वे एउटै हो, लेआउट एउटै हो। बेरोजगारलाई समात्ने हो, बेरोजगारलाई समातिरहेको छ उसले पनि। बाल्यले पनि रासोपाले पनि बेरोजगारै समातेको। रोजगार भएको मान्छे तिमी विदेश भ्रमण गर्छ, मैले एस्क्युमी सर भनेर सोद्धाखेरि सुनेन। बिकज पर आवर 9 चाहिँ डलरमा, त्यो बेला त $5 थियो पर आवर। त्यसले 1 घन्टाको चाहिँ $5 कमाउनु छ, तिम्रो कुरा मेरो कुरा सुन्न कहाँ होला फुर्सद छ र। कहाँ फुर्सद हुन्छ त, बाहिर त त्यो छ अब सिस्टम। स्वास्थ्य शिक्षा रोजगार छ, 20 वर्ष काम गरेपछि सरकारले सबै हेर्छ भने त्यो चिज कसले मतलब, कसलाई मतलबै गरेन त्यहाँ। यो हामी स्विजरल्यान्डमा हुँदाखेरि एउटा चाहिँ छोरीले आमा भेट्न आएको 1 हप्ता त होटलमा बस्नु पऱ्यो कि आमाको डेथ नभएर। बिकज जब थियो आमाको होइन। त्यति टाइम भ्यालु छ कि। मैले जर्मनमा देखेको चाहिँ आमा बित्यो होइन, छोरी कोही पनि आएन। किन भन्न भ्याएन अरे, किनभने उसले छोड्ने बित्तिकै जबलेस हुन्छ अरे कि। त्यो चिजले गर्दाखेरि चाहिँ मितजुल छ नि। अमृत लामा र मैले चाहिँ, मलाई 3 लाख महिनाको आजभन्दा 21 वर्ष पाएको मैले छोडेर आएको नानी। 12 जनालाई सिकाउने 3 लाख महिनाको ताइजी सिकाउनु पाएको मैले। शिवदाई, दिलीप, अनि त्यसपछि यो फोन सेसन डान्स टाइगर सबैले भनेको। दिलीपले दाइ तपाईँले मैले मार्सल आर्ट यो ताइजी जाने म त बसेँ दाइ। 12 जनालाई सिकाएर 3 लाख महिना गाउने
म्युजिकले भनेको थियो मलाई 24 जना भयो कि 6 लाख हुन्छ भनेको थियो। उम्, तर मैले जुन कल्चर त्यहाँ देखेँ, उम्, जुन आमा मर्दाखेरि चाहिँ छोराछोरीले चाहिँ टाइम दिन सकेन, मजबुरी थियो। मैले छेउमा आएँ, पहिला म यताउता सरिरहेको छु, यता पोल्न थालेपछि सरे हो यो चाहिँ। ओके त्यो ठिक पनि छ। भन्नुपर्छ नि। उम्, त्यो देखेपछि मैले चाहिँ अँ, त्यहाँ जोइन्ट फ्यामिली छैन, छ उम्, तर कम मात्रै। उम्, मान्छे इन्डिपेन्डेन्ट हुन चाहिँ खुसी खोज्छ के नानी। खोज्छ खोज्छ भाइ। दाइ जस्तो अब अहिलेको यो जुन सरकारको अँ, प्रति अथवा जुन अब जनताहरूले आशा गरेका छन् त्यो सपना चाहिँ पुरा होला त? भन्न सक्दैन नानी। त्यो बी पोजिटिभ, उम्, राम्रो हुन्छ भने आश मात्रै गर्ने हो। उम्, सपना पुरा हुन्छ भन्ने होइन, आश उम्, राख्ने आश। आश मात्रै राख्ने हो। अर्काको आश भक्कै बास। होइन नि त अब जनताहरू नागरिकहरू पनि त वक्क दिक्क प्याक्क भइसकेको होइन अवस्था त्यो थियो। पनि अब त केही पहिलाको होला कि भन्ने आशा छ पहिला नि त पनि दाइ। राजा देखेर राजाले सदरमुकाम र हुके बैठकी हेऱ्यो भनेर यिनीहरूले रोजगार मान्छेलाई बेरोजगार बनाएर कार्यकर्ता बनाइदियो। मैले हेटौँडाको इक्जाम्पल दिएँ, टेक्सटाइलको इक्जाम्पल उम्, दिएँ, औद्योगिक क्षेत्रको इक्जाम्पल दिएँ। उम्, यिनीहरूले गङ्गेटा बनाइदियो। किन त्यो त्यो रोजगार मान्छेलाई बेरोजगार नबनिकन उनी कार्यकर्ता बन्दैन। उम्, करेक्ट। अहिले बालनसँग पनि जति छ नि, यो राजसभामा जति छ नि, बेरोजगारहरू धेरै छ कि नानी। उम्। रोजगारहरू किन जाने हो कि भन् त। होइन मलाई मलाई राजनीति त गभर्मेन्टले के नसा हो नि दाइ। हा? राजनीति त नसा हो कि नसा। होइन नसा होइन, पैसाको भोको हो सबै। उम्, नसा ससा नभन् नानी। खाली पेटमा मसँग बस 7 दिनसम्म, धेरै भन्यो भने 6 जना आए त 7 दिन भोको बसेर नसा आउँछ भने नसा उध्रिन्छ त्यसको। उम्, के भने नानी? नसा उत्रिन्छ उतिन्छ, त्यसपछि। पैसा पाउँछ त अनि गर्छ नि। म तिमी कहाँ आएको छु किन भन्दा हामी देशको माया गरेर आएको छु उम्, हो। तिमीले पनि कमाउँदैन, मैले पनि कमाउँदैन, यो उम्, एउटा आत्मीयता हो। उम्, हो, म तिमीलाई बहिनी बनाएको छ, तिमीले मलाई दाइ बनाएको छ, त्यो हिसाबले आएको हो। हो। हाम्रो बिच विदेशमा चाहिँ आत्मीयता सम्बन्ध। विदेशमा चाहिँ मैले तिमीसँग मेरो इन्टरभ्यू दिनु पर्ने, तिमीलाई तिर्नुपर्छ, तिमीले मलाई तिर्नुपर्छ हो, नानी। हो। त्यो त करेक्ट। हाम्रो नेपालको नेपालमा चाहिँ नेपाल त्यो अठार धनी छ त। त्यो होइन नेपालको नेपालमा समय समय छ त। बाहिरको जस्तो त नेपालमा बाहिर सिस्टम चाहिँ खानै हुनै पाउनु। सक्दैन एक नि। हप्ता अस्ति अमेरिकामा मेरो साथीहरूको उम्, झिझी गुम्टा बाहिर राख्थ्यो अरे। उम्, रियली कुरा एउटा भन्छु है फेरि म। उम्, हाम्रो हिरोइनहरू अहिले डिपार्टमेन्ट स्टोरमा काम गर्छ के, हो। त्यागेर गयो नि बिचराहरू होइन। उम्, यहाँ हिरोइन मेकअप हो या पफ लगाइदियो, फाइन देऊ, मिनरल वाटर देऊ, छाता देऊ गरिबीमा, यसलाई त्यागेर पेलिरहेछ त हो। उम्, अनि हिरोइनहरू नाम नलिउँ, उम्, एकजनाको झिझी गुम्टा फालेपछि अहिले ग्रुप मिलेर भएछ है। बाहिर। किन अब महँगो छ उम्, होइन। रुमै तिम्रो लगभग लगभग चाहिँ कति जान्छ भनेको नि 2 लाख जान्छ अरे नेपाली। अनि 4 जना मिल्यो, कलाकार पनि भयो, एक आपसमा गिभ एन्ड टेक भयो, अँ। माया प्रेमको कुरा भयो। समय आफ्नो सधैँ एकनास हुँदैन नि त दाइ। अब एक ठाउँमा उहाँहरू स्टाब्लिस हुन्छ, बिस्तारै पलायन हुन्छ, अर्को नयाँ यो जेनेरेसन आउँछ राज्यले होइन। राम्रो गरे भए। तपाईँ पनि त अहिले फिल्म खेल्नुहुन्न। किन तपाईँ खेलेको पनि थिएँ म अस्ति पनि खेलेर आएँ। तर म फिल्मलाई के तपाईँको भन्छु फिल्म भने अहिले हेर पहिला जस्तो आउँदैन नि त। अब तपाईँको अब तिमी नि अब यहाँ अब तिमीलाई भन्यो भने तिमी झोक चलाउला, तिमी नि बुढी हुनलाई चाहिँ हेरेर हेरेर म बुढो भइसक्यो कति खेल्ने भने के। अब त देशको लागि गर्ने हो नानी, देशको लागि। तिमी बच्चैदेखि हेरेर तिमी यहाँ अब किनभने 35 वर्ष त पुग्यो होला तिमी कति। दाइ उमेर चाहिँ नसोध्नु न सोध्नु प्लिज। उमेर म चाहिँ जस्ट उमेर चाहिँ नम्बर। भन्दिनँ प्लिज। ल ओके सरी सरी। सरी माग्छु मेरो बहिनी। मैले भने तिमी बच्चामा हेरेको मेरो फिल्म हो। म यङ देखाएको छु त्यसमा, म बुढो यस्तो त देखाएको छैन नि त। मै बुढो भइसक्यो, 30 वर्ष काम गरिसक्यो, अर्को देशमा गयो, यही देशमा पेन्सन पाक्ने जागिर खायो भए। अब 41 वर्ष रनिङ छ, डबल पेन्सन पाएको थियो। अब अहिले त कस्तो भने दाइ अब फाइटिङवाला फिल्महरू नै आउन छोडिसक्यो। फिल्मै हेर्न छोडिसक्यो हो सबै। डिमान्ड नै छैन कि अहिले त फिल्म होइन? हेर्न छोडिसक्यो। अहिले हरेक क्यामेराम्यान भयो, पहिला क्यामेराम्यान खोज्नु पर्थ्यो, डेट लिनु पर्थ्यो। अहिले आफै क्यामेराम्यान, आफै टिकटक बनाए, आफै सानो सानो चाहिँ सर्ट मुभी बनाएर राख्दैछ भने अनि किन मान्छेले सुविधा खोजे यही हो कि हो। पहिला हाम्रो टाइममा चाहिँ सामाजिक सञ्जाल थिएन, थिएन थिएन। हलमै जानु पर्थ्यो। त्यो ठुलो स्क्रिनमा हेर्दाखेरि भयङ्कर पनि देख्थ्यो हामीलाई। अब मोबाइलमा छ, मेरो बुढीले चाहिँ अहिले मेरो घरमा 5वटा टिभी बन्द छ। हो। 30,000 अहिले पैसा। टिभी त कसले हेर्छ त? टिभी हेर्ने जमानै द्याट्स द गइसक्यो। टाइम के, टाइमसँग हिँड्नुपर्छ टाइम भन्छ। हो, अब टाइम। मोबाइलमा मैले अस्ति भने बुढी यो 5वटा टिभी दियो पनि एउटा राम्रो ठुलो टिभी पाउँछ लिएर आऊ भनेको, त्यो राखेर कसले हेर्ने रे के। नातिको नाति हातमा मोबाइल छ, मेरो हातमा मोबाइल छ, त्यो के फ्रिडम पायो के। पहिला टिभीमा हेर्दाखेरि के हुन्छ भने कसले हेर्ने त। म आउँदाखेरि मेरो च्यानल हेर्छु नि, बजार हेर्नु पाएन। अब छोराले कार्टुन हेर्न मन लाग्थ्यो होला, छोरीले अर्को हेर्न मन लाग्थ्यो होला, बुढीले एउटा हेर्न। अब उनीहरू त घगरकै कहानी हेर्थ्यो।
अब मोबाइलमा आफ्नो यस्तो यस्तो हल्लाएर हेर्न पाएपछि चाहिँ अनि कहाँबाट फिल्म बन्नु फिल्मै चल्दैन नानी अब अहिलेको नेटफ्लिक्सको जमाना हो अहिले हलमा हेर्ने जमाना छैन नानी महँगो पनि छ पैसा तिर्नु पनि सक्दैन अहिले के किन रोजगारै छैन हाम्रो पिरियडमा रोजगार थियो के राजा नबनिन्जेल राम्रो थियो क्या नानी जब राजा गयो नि त्यो बेला तिमीलाई याद छ नि 100 दिन मान्यो 50 दिन मान्यो 50 दिनसम्म फिल्म चल्ने भने ख्याल गर्ने 100 दिन फिल्म चल्यो 150 दिन चल्यो भन्थ्यो कि फिल्मै कम पनि बन्थ्यो नि त दाइ हो जेसुकै भए पनि 100 दिन चल्नु हो 100 दिनसम्म चाहिँ एउटा हलको परिवारलाई पाल्नु भनेको नतेज हो कि 3 महिना अहिले त कि 100 घन्टा के 50 घन्टा पनि चलेन फिल्म उद्रिसकेको हुन्छ हो किन दाइ अहिले फिल्म यसरी किन नचल्यो सामाजिक सञ्जाल मान्छेलाई अहिले युट्युबमा गएर अमेरिकन फिल्म हेर्न छोडेर अहिले लेटेस्ट हेर्ने नेटफ्लिक्समा गएर लेटेस्ट हेर्न छोडेर होइन कति पैसा तिर्छ त्यहाँ धेरै तिर 200-300 तिरेर हेर्न छोडेर कहाँ हलमा गएर एउटा यो यति त मकैको त्यहाँ 200 रुपियाँ लिन्छ एउटा यस्तो फुराइदिन्छ यतामा राखेर पुरा त्यही सानले खान्छ अनि यति मकैको कति एक होका पनि हुँदैन एउटा 200 रुपियाँ 50 पैसामा तिमीले पनि खाएको हो नि त त्यो हजुर त तपाईँ पनि त अब फिल्मबाट लगभग सन्यास जस्तो नै भनौँ होइन सन्यास कहिले हुँदैन म हो के छ तपाईँ नयाँ फिल्म लिएर आउँदै म हुनुहुन्छ आफै बनाउने मान्छे हो मलाई अर्काको के मतलब हो भने म आफै तिमीलाई थाहा नि मेरो क्यामेरा हालेर बस्यो मलाई मुर्जले फिल्म बनाइन्छ मलाई के मतलब तपाईँको फिल्म के भयो साँच्ची तिनवटा फिल्म छ यहाँ 5 करोड फिल्म त घरमै छ त्यो अब वयामा गुरुको कम्प्लिट भयो वयामा गुरुको चाहिँ कम्प्लिट गरेँ है मेरो 7 भिलेन त अड्काइरहेको छु यो अहिलेको प्रसङ्ग यही हो फिल्म थियो त्यो होइन किन राई सामानले दिँदैन राई सामान बिना अर्को विकल्प हिरो छैन कि त्यो मुभीको लागि चाहिँ बुझ्यो मुभी नै छैन कि त्यसको लागि चाहिँ त्यो राई सामान बाहेक अर्को हिरो नै छैन कि नेपालमा त्यो बेला मेरो 7 मिलियन रोकेको एक दोस्रो कुरो अब मैले चाहिँ युरोपमा मेरो कति भने 80,000 युरो खर्च गरेको फिल्म छ क्या नानी त्यसै हेरौँ तिनवटा घर जग्गा बेच्या भएन कि मैले त्यसमा चाहिँ अब मेरो छोरा चाहिँ हिरो बन्छ होइन त्यसमा चाहिँ अब मेरो कान्छो छोरा चाहिँ म जस्तो पहिलाको कि हामीलाई पनि माया हेरेर पार्वती जस्तो ज्यान बनाएको त्यसले त्यसलाई लिएर बनाउनु छ यो सेकेन्ड वयामा गुरुको जुन मलाई 14 वर्ष लाग्यो त्यो डकुमेन्ट्री कम्प्लिट भयो कम्प्लिट भइसक्यो अब मलाई एउटा टाइम हुने रहेछ कि नानी त्यो बेला भए मलाई एकदम गाह्रो हुन्थ्यो म जुन बेला 6मा 2006मा स्ट्रगल गर्दाखेरि त्यो डकुमेन्ट्री बनाउन गर्दाखेरि मैले चाहिँ यो साइबरमा धेरै पैसा खर्च गरेँ कि अब फिल्म बनाउने इच्छा छ त अब पनि छ अब पनि बनाउन चाहनु अब त मैले विपिन थापालाई चाहिँ डाइरेक्सन गराएर सामनाले लिएर एउटा फिल्म बनाउने छु म प्रड्युसर हो अब त्यो किन त्यो स्टोरीमा विपिनले गर्नुपर्छ कि करिश्माले गर्नुपर्छ कि रेखाले त्यो फिल्मको नसा छ नि त चलचित्रको फिल्मी क्षेत्रको नसा त तान्ने पनि नसा हो यो पनि नसा त यो पनि नसा त हो नि अब जिन्दगी कसरी बिताउने सोचमा हुनुहुन्छ म राम्रो राम्रो कुरा भन्ने म मेरो बाउ 85 वर्षसम्म काम गरेर मैले देखाएको छु क्या नानी म त भर्खर 66 भयो म जति बाँच्छ त्यति चाहिँ म काम गरेर खान्छु ढाँटेर चाहिँ नखाने नानी म त कति वर्षसम्म बाँच्न पाए हुन्थ्यो भन्ने फिल हुन्छ आश छैन मलाई एक दिनको जिन्दगी हो रातिको त जिन्दगी होइन यति वर्षसम्म बाँच्न पाए हुन्थ्यो भन्ने चाहिँ त्यस्तो फिल छैन मलाई जति बाँच्छ त्यो बेला भन्ने हो मैले त जस्तो अहिले यो स्टेजमा आएर चाहिँ जिन्दगी चाहिँ के हो कसरी बुझ्नु भएको छ जिन्दगी निस्किँदाखेरि पनि सङ्घर्ष मर्ने बेला पनि सङ्घर्ष गर्नुपर्ने रहेछ मेरो ससुर मेरो हातमा बित्यो मेरो कान्छो भाइ यहाँ बित्यो होइन मेरो एकजना साथी मेरो यहाँ अँगालमा बित्यो त्यो मर्नलाई गाह्रो भएको के होइन लाइफ सङ्घर्ष हो कि हामीलाई जीवनको कसले देखाउँछ भन्दाखेरि घाम र छायाले देखाउँछ क्या नानी दिनभरि उज्यालो रातभरि अँध्यारो हाम्रो लाइफ सिद्धियो भोलि उठेपछि हुन्छ भन्ने हुन्छ कि त्यसले चाहिँ अनि अर्को कुरा के मैले स्टडी गरेको छु भने हाम्रो पनि सौर्य शक्तिले चल्छ क्या हाम्रो शरीर हामीलाई झिसमिस साँझ पऱ्यो भने हामीलाई चाहिँ निन्द्रा लाग्न थाल्छ हाम्रो विकनेस भएर जान्छ कि अहिलेको इभी गाडी जस्तै भयो हाम्रो शरीर पनि होइन अनि खानेकुरा भनेको हावा टायरमा हावा हाल्नु पऱ्यो यो गऱ्यो एसी चाहिँ चाहे त्यस्तै हो त्यस कारण मैले के भन्छु भने म फाइन्ड आउट गरिरहेको छु कि अहिले आएर म फाइन्ड आउट यो रिस राग किन आउँछ किन फटाइ बोल्छ भनेर खोजिरहेको छु कि म त्यो त एक्जाम्पल त तपाईँ नै हुनुहुन्छ होइन फेरि रिस मान्छेले भन्छ नि राजेन्द्र खड्की किन यस्तो भएको यसरी मन परी बोलिरहेको चाहिँ सामाजिक सञ्जालमा भन्ने कम्प्लेनहरू पनि धेरै आउँछ नि त तपाईँ एकजना पनि नबोल्यो भने यो देशलाई चाहिँ अनि चाहिँ लुते कुकुर बनाउने त
अब अहिले बोल्नु छोड्नुभयो तपाईँले? मुख छोड्नु छोडेँ। त्यो रियलाइज भयो होइन मान्छे होइन मैले त्यो गरेँ होइन। यो मुख छोड्नु त बालेनले सिकाएको हो मलाई। म नामुद हरामी मुख छोड्ने मान्छे हो म फेरि। फेरि नेवारीहरूले चाहिँ यस्तो मुख छोड्छ कि त्यसमा चाहिँ खड्गीले छोड्यो भने कानको जाली फुटेर रगत आउँछ फेरि। हामी जस्तो भक्कु मुख छोड्ने मान्छे नि छैन कि, किन हामी जहिले पनि रगतसँग काटमार गरेर हिँडेको कि हो, वेपन्स चलाएर हिँडेको मान्छे हो कि। मेरो जन्मजात म ग्रेट वारियर भन्छु कि म। जो मान्छे सच्चा हुन्छ नि उसले मुख छोड्छ के। मुख छोडेर तिम्रो घर नबिरे भयो क्या नानी, तिम्रो घर बिगार्नु भएन कि, तिमीलाई सजिलो गराउने तरिका हो। तर सुन्न सक्ने पनि खालको त छोड्नु अब पर्यो होला यसरी नि त। खाना कहिलेकाहीँ नपाउने गरेर परिवार भड्काउने, फ्यामिलीसँग अब बसिरहेको मान्छेको अवस्था पनि घरबार होला। भाउको भड्काउने चाहिँ शक्ति छ होइन। एउटा अमेरिकनहरूले जे बोल्यो त्यो काम हुने शक्ति रहेछ नेपालीमा। अनि यिनीहरूले जे भन्यो अगाडिका चाहिँ हाम्रो हुके बैठकी प्रधानमन्त्रीहरू पार्टीहरूले गरेको शक्ति छ। सही कुरा गर्दाखेरि नसुन्दा गाली दिएर चाहिँ सुन्ने मान्छेलाई चाहिँ शक्ति छैन भन्ने कुरा म मान्दिनँ नानी। मलाई किन मैले गाली गरेको भने म पनि पढे लेखेको मान्छे हो नि, म त गुरु हो नि, म त फाइट डाइरेक्टर हो नि। म त अल नेपालमा कसरी राम्रो हुन्छ फाइट गरेर यो हाम्रो फिल्म हेर्न आउने मान्छेले पैसा हेर्छ राम्रो गर्ने भने हिँड्ने मान्छे हो नि म। रिस्क लिएर मेरो ग्याङ जम्मै रिस्क लिएर काम गर्ने हो फाइटको। त्यो थियो जब मलाई बालेनको चाहिँ मैले एउटा बोल्ने तरिका मेरो अलि ठाडो छ। पढे लेखा भएर यहाँ लेखा हुन्थ्यो नि, हाम्रो त्यहाँ लग लगाएको थियो कि, मेरो लगायो भने त भाँदिन्थ्यो। हामी त्यहाँ त्यो नियम अनुसार त हामी पनि चल्नु पर्यो नि त। त्यो अरे नानी यो माइक नभइकन तिम्रो साउन्ड कसरी आउँछ यार? अब म यो निकालेर बोले आउँछ यसरी? आउँदैन। अनि यो माइक यहाँ राख्नु परेन? पर्यो। यहाँ पार्किङ गऱ्यो कि यहाँ 2600 तिर्नुपर्छ भनेर लेखा भए कसले राख्थ्यो भने कि जान त्यसले पट्टा परेर राख्यो भने विदेशमा त तिर्छ नानी। त्यो पो मैले भनेको नि। अनि डेढ दिनमा होइन 19 लाखले हेरेको यसले रोकिदियो के हो। मलाई त झोक्चो लाग्यो एक, तर त्यो छापछाप्टी भइसक्यो त्यो, अहिले पनि हेर्न सकिन्छ। अनि सेकेन्ड कुरा चाहिँ मैले के भने यो एजुकेटेड राम्रो मेयर आयो भन्ने ठाने हो कि मैले के म चाहिँ 200 रुपियाँ तिर्न नसकेर म 9 बजे राति 10 बजेतिर म डेरामा जान्थेँ। अनि 4 बजे उठेर भाग्थेँ कि पैसा तिर्न नसकेर के। त्यो भोगेँ के नानी मैले है। त्यो एउटा कोठामा 4-5 जना बच्चाहरू राखेर साँझमा सामान बेचेर पैसा जोगाड नगरेर यो भोकै एक साग खाएर बच्चालाई पढाइरहेको थियो कि त्यो बच्चाहरूको एजुकेसन साफ पार्यो कि त्यसले। यति हेक्का भएन कि उसको आमा बाउले कसरी पढाएको रहेछ यसलाई। त्यो तराईमा पढायो भए त उसलाई आउने श्रीमान गम्भीर भन्नु पनि आउने। त्यो पढ्न पायो कि पाएन थाहा छैन। हामी त प्रौढ शिक्षा हो, पुरानो शिक्षाको मान्छे। श्रीमान गम्भीर नेपाली भन्ने गीत गाएर आएको मान्छे हो नि त म। एनिवे दाइ, अब अन्तिममा छौँ र अब लाइफमा एउटा सबैभन्दा ठुलो इच्छा के छ तपाईँको? के गर्न चाहनुहुन्छ? म त 1 रुपियाँ लिटर पानी बेच्ने 3 करोड जनतामा चाहिँ स्वास्थ्य शिक्षा रोजगार 2 साग खाएको ह्याप्पी भएको हेर्ने मेरो इच्छा भनेको। कसम भनेको यो म यो अभियन्तामा त लागिरहेको छु, बोलिरहेको छु। मलाई फिल्ममा नउतार भनेर अघि भनिसक्यो। म मेरो लागि बोल्ने होइन नानी, अहिलेसम्म मेरो लागि बोलेको छैन कि। देशको लागि बोल्ने अब हो त नि। यही देशको जनताले मलाई रायन खड्गी बनाएको छ त यार। राई समाजले बोलेन भने गाली दिइरहेको छु, शिवराजलाई गाली दिइरहेको छु, किन डराएको? यही नेपाली हाम्रो दाजुभाइ दिदीबहिनीहरूले हेरेर रायन खड्गी बनाएको होइन भने नि गुन्डा होस् कि जेसुकै होस्। हामीले फिल्मबाट पनि त्यही कुरा दिइरहेको हो नि। पहिला पर्दामा देखाउँथ्यो भने म अहिले लाइभ बोलिरहेको छु। राई समाजलाई हामीले डायलग बोलाएर पर्दामा बोलाउँथ्यो। राई समाज बवाल हिट महानायक भयो। अहिले आएर खलनायक जस्तो बोल्नै छोड्यो त्यसले। जुन डायलग क्रिएट गर्ने त डाइरेक्टर राइटर हो नि त। म त ठाडै बोल्थेँ नि पहिलेदेखि नै। म त वार्निङ दिएर काम गर्ने मान्छे, किन ज्यानको हत्केलामा राखेर काम गर्ने मान्छे पऱ्यो नि त। मैले बोलिरहेको छु अहिले। देशको लागि ल हस्, थ्याङ्क यू होइन दाइ। नेचर, देश, प्राकृतिकलाई माया गर्नु, सकभर कसैको आँसु नझार्यो भन्छु म चाहिँ। राम्रै पोजिटिभ सोचौँ। पढे लेखा केटाहरू छ होइन, 8 पैसा जेन्जीहरू छ है, धेरै राम्रो होप गरेछ। अहिले जेसुकै भए पनि सुरुमा नराम्रै होला, पछि राम्रो भन्ने आश गरेछ भाइ। आश भयो, आश चाहिँ मार्यो भने विनाश त तिमीहरूले भोगिसक्यो, तिमीले देखिसक्यो। एउटा हेलिकप्टरमा भाग्यो, तिमी कहाँबाट भाग्छ, तिम्रो टिम कहाँ भाग्छ ठेगान छैन। भोको पेटबाट त्यो काम चाहिँ नगरिदेऊ, यही भन्छु।
एकदम गो हेड, गड ब्लेस एभ्रिवेयर योर टिम आर। हस् थ्याङ्क यू दाई। ओके।